उहाँले चाहिँ कस्तो खालको कुरा गर्नुभयो भने जेनजी आन्दोलन म एक्लै लडेर ल्याएको जस्तो खालको कुरा गर्नुभयो। मैले भने फोटोमा हेर्नु दाइ तपाईँभन्दा फ्रन्ट पेजमा फ्रन्ट अगाडि हामी उभिएको छौँ। यो चाडबाड आउँछ मलाई एकदमै नराम्रो लाग्छ। तिज आउँछ साथमा श्रीमान छैन, घरमा अक्सिजन लगाएको आमा 24 घन्टा रोएर बस्नुहुन्छ। मेरो भोलि यसले के गर्ली भनेर एकचोटि त म मरेर बाँचेको हो। मलाई बलात्कार भएको भन्ने पनि थाहा थिएन क्या सर। त्यो बलात्कार भनिन्छ भन्ने शब्द पनि थाहा थिएन मलाई। यस्तो यस्तो भयो, एउटा केटाले मलाई यस्तो यस्तो गर्यो भनेर मैले जे सत्य कुरा थियो त्यही कुरा गएर भनिसके पछाडि मेरो कोठामा आएर गन लिएर गन हातमा खेलाएर मलाई चाहिँ तँलाई चाहिँ मेरो भान्जा अपहरण भएको छ, अपहरण केसमा मुद्दा पनि हालिदिन्छु, तेरो भाइलाई चाहिँ ड्रग्स केसमा फसाइदिन्छु। बलात्कार भन्ने त कस्तो जघन्य अपराध हो त, कत्रो ठुलो अपराध हो त। त्यो विषयमा पनि किन फिर्ता गर्दैछौ भनेर मलाई एकचोटि पनि त्यहाँको प्रहरीले सोध्नु भएन क्या। सोधेको भए म भित्र मलाई कतै लगेर, किनभने म त उनीहरूको डरले बोलिरहेको थिइनँ नि त। त्यो महिलाहरू मऱ्यो, झुन्डेर मऱ्यो रे, फलानुको बुहारी फलानुको छोरी भन्छ नि। मान्छे आफूसँग आफै लड्न नसकेर हो कि त्यो सबै भएको चाहिँ। त्यो कन्डिसनमा समीक्षाले आफूलाई कसरी सम्हालेर यत्रो अगाडि बढाइनु होला जस्तो लाग्छ। ऊ चाहिँ प्रेरणाको स्रोत हो अहिलेको यो कन्डिसनमा चाहिँ मेरो लागि चाहिँ। धेरै अब उसँग त क्षमता थियो, उसको आवाजमा चाहिँ सरस्वतीको बास छ, अगाडि बढ्यो। तर सबै मान्छेसँग सबै कुराहरू हुन्छ भन्ने छैन। मसँग त केही पनि छैन। सहजीकरण गर्नु पर्दैन अहिले जेएनजीको सरकार आइसके पछाडि। अहिले पनि मैले चाहिँ फलानुलाई चिनेको छु, ढिस्कानुलाई चिनेको छु भनेर पावर र पहुँचकै भरमा भित्र छिर्ने प्रवेश गर्ने हो भने अहिलेको त्यत्रो 76 मान्छेले दिएको चाहिँ बलिदानको चाहिँ खेर गएन। जब मान्छे मरिसक्छ अनि अक्सिजन ल्याएर जोड्दै हुन्छ, हुँदैन नि त। मान्छेले त्यो सहजीकरण गर्नु पऱ्यो, त्यो पाटो खुलाउनु पऱ्यो भनेर बसेको। त्यो अब हामी त 9 दिन लगातार बस्यौँ। मुद्दै चलाइयो नि, हामीलाई त मुद्दै चलाइदिनु भयो। भाडामा बस्दाखेरि पनि यो त यस्तो खालको रहेछ, यो त बलात्कार पो भएको रहेछ, यो माथि त घरमा पनि यस्तो भएको रहेछ, कोठा खाली गरिदेऊ है नानी भनेर भन्नुहुन्छ। यो पीडा। नमस्कार, म विक्रम थापा। आज हामी विक्रम थापा सोको 4th एपिसोडमा रहेका छौँ। म तपाईँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। र आज हाम्रो यस एपिसोडमा आज गेस्टको रूपमा हामीसँग हुनुहुन्छ बिनु यादवजी, जसले लामो समयदेखि महिला हिंसाको विरुद्धमा उहाँले लड्दै आइरहनु भएको छ। र उहाँ आफै पनि स्वयं महिला हिंसाबाट पीडित हुनुभई उहाँका मुद्दाहरू पनि सम्मानित अदालतमा विचाराधीन रहेका छन्, केही फैसला भएका छन्। र ती मुद्दाका विषयमा पनि हामी चर्चा गर्नेछौँ। र विशेष त उहाँले यो उहाँको मुद्दाको विषयमा सम्मानित अदालतको इजलासको न्यायाधीशकै अगाडि उहाँले चाहिँ फैसलाको दिन बिख खानुभएको थियो। यो कुरा धेरै पत्र पत्रिका तथा मिडियामा समेत आएको थियो। हामी ती कुराहरू पनि जोड्नेछौँ। सँगसँगै सत्याग्रहमा पनि उहाँले चाहिँ नि गर्नुभएको थियो, 13 दिने सत्याग्रह, र त्यो विषयमा पनि हामीले जोड्नेछौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। स्वागत छ तपाईँलाई। धेरै धेरै धन्यवाद सर। अब यो त्यही त तपाईँको मैले कुरा त पृष्ठभूमिमा सर बताइहालेँ होइन। मैले तपाईँलाई सुरुमै फर्स्टमै लगेर जोड्छु के। मैले तपाईँको विभिन्न न्युज मिडियामा त आएकै छन्, पत्र पत्रिकामा पनि आएका छन्। तपाईँले चाहिँ नि 79 सालमा रामेछाप जिल्ला अदालतमा तपाईँको सम्बन्ध विच्छेदको मुद्दा फैसला भयो। सम्बन्ध विच्छेद नहुने गरी तपाईँको पतिले हाल्नुभएको थियो होइन। र तपाईँले चाहिँ नि सम्मानित अदालतको इजलासमै न्यायाधीशकै अगाडि बिख खानुभएछ। वास्तवमा त्यो इन्सिडेन्ट सानो बताइदिनु, किन खानुभयो, कस्तो थियो, घटना के थियो, परिवेश के थियो? जिल्ला अदालत रामेछापमा चाहिँ मेरो सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको थियो। अनि त्यो दिनको बिहानपट्टि चाहिँ मलाई चाहिँ आफ्नै काका ससुराले चाहिँ आजदेखि तिम्रो र तिम्रो श्रीमानको चाहिँ सम्बन्ध सकिँदैछ, यदि तिमीले चाहिँ मलाई खुसी बनायो भने, शारीरिक रूपमा तिमीले मलाई सन्तुष्ट बनायो भने चाहिँ तिम्रो सम्बन्ध अझै पनि म जोगाइदिन सक्छु भन्ने हिसाबले चाहिँ मलाई चाहिँ मेरै घरको जुन ठाउँमा जुन कोठामा मलाई अलग्गै राखिएको थियो त्यो कोठामा चाहिँ आएर मलाई जबरजस्ती करनीको प्रयास गर्नुभएको थियो। र म जसोतसो गरेर म चाहिँ त्यहाँबाट भागेर बाँच्नको लागि सफल भएको थिएँ। अनि त्यो इन्सिडेन्टले चाहिँ मेरो दिमागमा चाहिँ एक किसिमको डर पैदा भइसकेको थियो। यदि यत्रो सम्बन्ध विच्छेद नभइकन म उसको श्रीमती, म उसको चाहिँ बुहारी हो नि त, बुहारी हुँदाखेरि त उहाँहरूले यस्तो खालको चाहिँ व्यवहार गरिराख्नु भएको छ। यदि केही कारणले चाहिँ यदि सम्बन्ध विच्छेद गराइदियो भने त मेरो जीवनमा त अरू कुनै कुरा बाँकी रहँदैन। किनभने धेरै स्ट्रगल गरेँ, धेरै नियम नीति कानुन भएका ठाउँहरूमा होइन, आयोगहरूतिर पनि गइराख्दाखेरि धेरै चप्पलहरू फटाएँ होला। मैले मेरो आफ्नो पीडा नसुनाएको कुनै व्यक्ति हुनुहुन्न त्यहाँ, हाकिमदेखि पिउनसम्म मैले सबैलाई आफ्नो चाहिँ व्यथाहरू सुनाएको छु। त्यो भइराख्दाखेरि पनि यदि बिना गल्ती कुनै कुराहरू कुनै मुद्दामा आफ्नो हार हुन्छ भने त त्योभन्दा त्यो असह्य केही पनि हुँदैन। अनि बिहानको समयमा मलाई त्यस्तो खालको इन्सिडेन्ट भइसके पछाडि मैले त्यही नजिकै
कीटनाशक औषधि पसलबाट नै मैले औषधि किनेको थिएँ र आफ्नो जीवन चाहिँ समाप्त पार्ने नै हिसाबले हो मैले चाहिँ बोकेको थिएँ ब्यागमा। अनि अचानक बिना कारण बिना गल्ती आफ्नो चाहिँ सिन्दुर लगाएको एउटा श्रीमानले एउटा सम्बन्धै चाहिँ अन्त्य गरिदिन्छ। त्यहाँमाथि बिहानको त्यो इन्सिडेन्टले गर्दाखेरि मलाई एकदम गाह्रो भएको थियो र मेरो विकल्प पनि केही पनि थिएन। बाटो मैले सबैतिरको बन्द देखिसके पछाडि मृत्युभन्दा ठुलो त केही पनि छैन, मरिसकेपछि मलाई केही पनि चाहिँदैन भन्ने हिसाबले चाहिँ मैले इजलासमा नै मैले पोइजन चाहिँ सेवन गरेँ। तत्काल मलाई चाहिँ त्यहाँबाट यदि नजिकै हस्पिटल नभएको भए, यदि तत्काल उद्धार नभएको भए म चाहिँ जीवित चाहिँ रहँदैन थिएँ। त्यही त। अनि तपाईँको त्यो दिनको घटना चाहिँ नि सम्बन्ध विच्छेदको मुद्दासँग पनि जोड्यो, सँगसँगै बिहान पख तपाईँको काकाले होइन काका ससुराबाले चाहिँ नि तपाईँप्रति चाहिँ नि जबरजस्ती करोडीको प्रयास गर्न खोजेको कारणले पनि भन्नुभयो तपाईँले। हजुर। अनि त्यो जबरजस्ती करोडीको प्रयास अथवा त्यो किसिमको जुन उहाँको दुर्व्यवहार छ त्यो प्रति तपाईँले चाहिँ नि कतै उजुर बाजुर केही गर्नुभयो कि भएन? अब 22 दिन त म आइसियुमै बसेको हस्पिटलमा। 22 दिन पछाडि अब मलाई चाहिँ फिमेल वार्डमा यता वीर हस्पिटल पनि लिएर राखियो र जब मैले सक्ने भएँ, मैले चाहिँ आफै हिडडुल गर्न सक्ने भएँ, त्यस पछाडि म गएर मैले जिल्ला प्रहरी कार्यालय रामेछापमा मैले मुद्दा दायर गरेँ। त्यसको अब 21 दिन पछाडि चाहिँ उहाँ चाहिँ समातिनु भयो अनि पूर्वपक्षको लागि पनि जानुभयो। उहाँ लगभग 58 दिन जति 58 दिन लगभग उहाँ थुनामा बस्नुभयो। पूर्वपक्षमा गइसके पछाडि पछि अदालतले सफाइ दिदियो। अब विविध कारणहरू छन् त्यहाँ। कस्तो भने एउटा पीडित कतिजनासँग लड्ने, कोसँग लड्ने भन्ने कुराले पनि धेरै अर्थ राख्दो रहेछ। मैले चाहिँ म आफ्नो श्रीमानसँग लड्ने कि आफ्नो परिवारसँग लड्ने कि आफूदेखि म आफैसँग लड्ने कि त्यो बेलामा म माथि भएका हिंसाहरू जति पनि छन् त्यो हिंसाहरूबाट मैले आफूलाई पनि जोगाउनको लागि धेरै मैले मानसिक रूपमा प्रिपेयर हुन जरुरी थियो। र यो आयोगहरू जति पनि एनजिओहरू खुलेका छन् यो नामको मात्रै छन्, किनभने तपाईँ जतिसुकै ठाउँमा आपद विपद परेको कन्डिसनमा जानुहोस् कसैले पनि तपाईँलाई सहयोग गर्दैन। यो इभन म जबसम्म म सडकमा आइन, जबसम्म म चाहिँ अराजकतापन मैले आफूमा भरिनँ तबसम्म मेरो कुरा पनि सुनवाई हुँदैन के। राष्ट्रिय महिला आयोग, मानव अधिकार आयोग त मान्छेहरू कतिचोटि गयो होला नि त होइन। अदालतबाट दिने कुरा अदालतमै हुन्छ भनेर भनिन्छ, तर यो न्यायिक लडाइँ लडिराख्दाखेरि एउटा केटी मान्छेले गुमाउनु परेका सबै कुराहरू अस्तित्व त गुमाइ नै सकेको हुन्छ। त घर परिवारले दिएको पीडाले नै उसलाई मानसिक रूपमा विक्षिप्त त बनाइसकेको हुन्छ। ऊ आर्थिक रूपमा पनि एकदमै विचलित भइसकेको हुन्छ। त्यो कन्डिसनमा आएर पनि सरकारले, राज्यले अथवा कुनै एनजिओले हेर्दैन भनिसकेपछि मान्छेको विकल्प केही पनि रहँदैन के। त्यो हिसाबले हेर्ने हो भने त एउटा पीडित महिला गर्नु त नर्मल नै लाग्छ क्या। त्यति बेलामा अब आफूसँग 1 रुपियाँ पैसा हुँदैन, किनभने सबै जति पनि आफ्नो कमाउने जति पनि समय थियो त्यो त उसले आफ्नो परिवारलाई दिएको हुन्छ नि त। खाना बनाउँदाखेरि हामीले लिँदैनौँ नि पैसा होइन, घरमा आफ्नो श्रीमानको घरमा आफ्नो परिवारको घरमा खाना बनाउँदा कपडा धुँदाखेरि हामीले त पैसा लिएको हुँदैनौँ नि त। तर उहाँहरूले यत्रो षड्यन्त्र गरेर यत्रो भाड भैलो गरेर एक हिसाबले चाहिँ एउटा महिलालाई चाहिँ सडकमा पुर्याइदिएको हुन्छ, सडकमा पुर्याइएको हुन्छ। अनि त्यो कन्डिसनमा उसँग आर्थिक रूपमा त उसँग हुँदैन, मानसिक रूपमा विचलित हुन्छ, राज्यले हेरिदिँदैन। अनि घरेलु हिंसाको मुद्दा त हो नि, सम्बन्ध विच्छेदको मुद्दा त हो नि भन्ने हिसाबले एकचोटि पर सार्ने जुन अवस्था छ अहिलेको एकदम विकराल रूप लिन्छ। सबैभन्दा बढी हिंसा नै घरेलु हिंसा हो र सबैभन्दा बढी मनमा चोट दिने हिंसा भनेकै घरेलु हिंसा हो। घरेलु हिंसा भइसकेपछि मान्छे मानसिक रूपमा यति विक्षिप्त भइसकेको हुन्छ कि उसले दिमागमा त भन्दा अर्को कुरा सोच्नै सक्दैन। लड्छु अगाडि बढ्छु भन्ने कुरा त म आज 10 वर्ष भयो, लगभग 10 वर्ष भयो लडेको। आज पनि मलाई मेरो दिमागमा यदि एक्लै भएको बेलामा कोही नभएको बेलामा मलाई त्यो आउँछ क्या दिमागमा, म मरेँ भने सबै कुरा सल्भ हुन्छ कि भन्ने अझ पनि आउँछ। जब यत्रो लडिसकेँ, न्युजहरूमा जताततै आयो, पत्रिकामा आए न्युजहरू, मेरो नसुन्ने त्यति बेला कोही पनि थिएन। त्यो बेलामा त्यो कन्डिसनमा मलाई सबै मिडियाले सपोर्ट गरेको हो र त यो सबै कुरा सत्य कुरा ल्याउनको लागि मलाई 9 वर्ष लड्नु पर्यो भने अरू बाँकी पिँढी जो बोल्न सक्दैनन्, जो चाहिँ अनुहार लुकाएर लड्छु म समाजमा चाहिँ म आफ्नो कुराहरू अगाडि ल्याउँछु तर लुकेर ल्याउँछु भन्ने अवस्थाका महिलाहरू दिदीबहिनीहरूको अवस्था एकचोटि हजुरले सोच्नुहोस् त कस्तो हुन्छ होला। त्यो सबै हिसाब यताउता हेर्दाखेरि त मान्छेले नेपालमा न्याय पाउँछ जस्तो मलाई चाहिँ लाग्दैन। त्यही पनि लडिराखेको छु एउटा आशा, किनभने अहिले अनसन बसे पनि, सत्याग्रह बसे पनि, धरना बसे पनि सरकारले सम्बोधन गर्ने कुराहरू गर्छ भन्ने हिसाबले हामीले एउटा कागजको सम्झौता पत्र हेरेर उड्छौँ, तर त्यसलाई कार्यान्वयन गर्नको लागि मान्छेहरूले कतिसम्म गर्छन्। हामी गृह मन्त्रालयदेखि लिएर महिला मन्त्रालयदेखि लिएर हरेक ठाउँमा कुदिराखेको हुन्छौँ, तर त्यो सम्झौता पत्र आफ्नो ब्यागमा मात्रै सीमित छ कि। म जोड्छु त्यो, अच्छा जोड्छु है। अब
तपाईँले त्यो रामेछाप जिल्ला अदालतले चाहिँ तपाईँलाई सम्बन्ध विच्छेद नगर्ने भनेर फैसला गर्यो, गर्ने भनेर फैसला गर्यो। सम्बन्ध विच्छेद गर्नेमा चाहिँ नि सम्बन्ध विच्छेद गरिपाउँ भनेर त वादी तपाईँका पतिले हाल्नुभयो होइन त, अनि त्यो उप तपाईँले पुनरावेदन गर्नुभयो होइन, पुनरावेदन गर्नुभयो। अनि पुनरावेदनमा के चाहिँ फैसला भयो त? नहुने भनेर भयो। के भन्दाखेरि सम्बन्ध विच्छेद नहुने भनेपछि रामेछाप जिल्ला अदालतको फैसला उल्टायो उच्च अदालत पाटनले होइन। त्यो अवस्थै थिएन क्या त्यहाँनिर। अब सम्बन्ध विच्छेद हुने पनि 3-4वटा कारणहरू चाहिँ लेखिएको छ नि त त्यसमा। त्यो मध्येमा मैले गरेँ के त, हुनु पर्यो नि त त्यहाँनिर। तर रामेछापमा चाहिँ कस्तो गरिदिनु भयो भने बद्रीप्रसाद ओली भन्ने हुनुहुन्थ्यो न्यायाधीश होइन, उहाँले कुन हिसाबमा गर्नुभयो मलाई थाहा छैन, कुन हिसाबले उहाँलाई चाहिँ मानसिक तनाव दिए मलाई थाहा छैन। किनभने सडकमा निकालिएको म छु, घरबाट निकालिएको म छु, परिवारबाट बाहिरिएको म छु, परिवारका सबै सदस्यहरूले मलाई इग्नोर गरेको छन्, हिंसा म माथि भएको छ, अनि उहाँलाई मेरो श्रीमानलाई कसरी मानसिक तनाव हुन सक्छ? सबै परिवारको छत्र छायामा काखमा बसेर होइन, आफ्नो परिवारको काखमा बसेको छ, उसलाई चाहिँ हिंसा भयो, मानसिक तनाव भयो। अनि सबै कुरा सर्वस्व त्यागेर म उसको श्रीमती बनेर गएको व्यक्ति चाहिँ उहाँहरूको इच्छा लाग्यो राख्नुभयो। इच्छा नलाग्दाखेरि चाहिँ उहाँहरूले सम्बन्ध विच्छेद हालिसके पछाडि मानसिक तनाव चाहिँ उहाँलाई कसरी भयो त? मानसिक तनाव हुनको लागि पनि त केही न केही त पुष्टि हुनुपर्छ होला नि। तर अहिले अधिकांश मान्छेहरूले चाहिँ सुरुमै उहाँहरूलाई चाहिँ यदि श्रीमती राख्न मन छैन, अथवा केही बाहिर चक्कर छ, अथवा बुहारी मन परेन, छोरा जन्माइन, दाइजो ल्याएन, त्यो सबै कुराहरू जति पनि छन्, यी सबै कारणहरू राख्नको लागि सुरुमै मानसिक तनाव भएको चाहिँ कस्तो हुने, डिप्रेसनको अथवा एन्जाइटीको औषधि खाएको एउटा चाहिँ जहाँ पनि बनाउन मिल्दो रहेछ, मेडिकल रिपोर्ट भनिसके पछाडि अदालतले त प्रमाण हेर्ने हो, ओहो हो रहेछ, यसलाई त बिहे गरिसकेपछि यसले त औषधि खान थालेको रहेछ, यसलाई त साँच्चै यसलाई त कष्ट दिएको रहेछ। श्रीमान श्रीमती बिच कसको घरमा झगडा हुँदैन? कहिले काहीँ त म त भइहाल्छ नै, हाम्रो पनि झगडा हुँदै नहुने होइन, तर डिभोर्सै गर्नुपर्ने खालको हाम्रो कन्डिसन केही पनि थिएन। अहिले पनि उहाँसँग नर्मली मेरो कुराकानी हुन्छ क्या, नर्मली कुराकानी हुँदाखेरि पनि अब टर्चर भयो, मलाई यस्तो गाह्रो भयो भन्ने खालको अवस्था ल्याएर अब एउटा पेपर अनुसार कसैको जिन्दगीसँग खेलबाड गर्न मिल्दो रहेछ। मैले यही पालि अब थाहा पाएँ र कारण केही थिएन, जिल्ला अदालतले गल्ती गरेको थियो, त्यो सच्याइयो, उच्च अदालतले सच्याइदियो। त्यही भन्न चाहन्छु। किनभने उच्च अदालतमा 2जना न्यायाधीशहरू बस्नुहुन्छ, 2जना न्यायाधीशले केही न केही सोचेर केही न केही कानुनकै प्रयोग गरेर नै यो नहुने भनेर फैसला गर्नुभयो। उच्चले चाहिँ नि सम्बन्ध विच्छेद नहुने गरी चाहिँ नि फैसला भयो होइन। त्यो उपर चाहिँ फेरि तपाईँको पति चाहिँ नि के सर्वोच्च जानुभयो कि भएन त्यहाँको? हजुर, 4 वर्षदेखि उहाँ अहिले एकलौटी उहाँ तारिक तयराख्नु भएको छ। अब जजी हुने नहुने भन्ने कुरा अझै पनि टुङ्गो लागेको छैन र भइहाल्यो भने पनि म लड्नको लागि तयार छु। किनभने मैले अहिलेसम्म पनि 9 वर्ष भयो सडकमा बसेको, मैले कुनै पनि उहाँको श्रीमान उहाँलाई चाहिँ अझै पनि मैले शिरमा नै राखेको छु भनौँ। उहाँकै नाम मेरो बिनु कठायत छ पछाडि, उहाँकै नाम, उहाँकै श्रीमती, उहाँकै घरको परिवारको सदस्य मानेर मैले आफूले अस्तित्वलाई जोगाएर राखेको छु। सडकमा आए पनि मैले नहुने काम गरेको छैन। अहिलेसम्म मैले उहाँलाई र उहाँको परिवारलाई आँच आउने, उहाँको इज्जतमाथि दाग लाग्ने काम मैले आजसम्म गरेको छैन र यो गर्दिनँ पनि। किन मेरो जीवनमा पुग्ने, मैले प्रेम गरे पनि, घृणा गरे पनि, सम्बन्ध राखे पनि नराखे पनि, विवाह गरे पनि, जोगिए पनि जोगिए पनि, सबै कुरा उहाँप्रति नै समर्पित छ र अझै लडिरहेको छु। अब यत्रो न्युज मिडियामा आइसक्यो होइन, विवाद त्यत्तिकै चर्किया छ भन्नु त तपाईँले भर्खर भन्नुभयो, पतिसँग मेरो राम्रै कुराकानी भइरहेछ भन्नु पनि भन्नुभयो। तपाईँहरूको पुनः सम्बन्ध पति पत्नीकै राम्रो सम्बन्ध भएर पुनः घर व्यवहार हुने सक्ने सम्भावना कतिको छ? मेरो तर्फबाट 100% छ। किनभने म एउटा मधेसको छोरी हो, जतिसुकै हिमालमा हुर्के पनि बढे पनि मैले त्यहाँको कल्चरलाई मैले मान्नुपर्छ र यदि मैले चाहिँ मुभ अन हुने भइदिएको भए म 1-2 वर्ष रुन्दै कराउँथेँ होला, कता कता अरू जस्तै गायब हुन्थेँ होला। 10 वर्षसम्म एउटै मुद्दा लडेर एउटै कुरालाई जिद्दी गरेर बस्दिन थिएँ होला होइन। त्यो भएकोले गर्दाखेरि मेरो त 100% छ। किनभने बिहे नगर्नु, गरिसके पछाडि हो नि खटपट भइहाल्छ, त्यो कुरालाई नै लिएर सम्बन्ध नै अन्त्य गर्नुपर्छ भन्ने कुरा मेरो संस्कारमा चाहिँ छैन। यो सम्बन्ध विच्छेद अनि त्यस पछाडि अर्को विवाह, पुनर्विवाह, त्यो हुन्छ नि, त्यो चाहिँ मलाई सिकाइएन पनि। र मेरो तपाईँको पतिले तपाईँलाई पुनः राम्रोसित घरमा ल्याएर राख्ने होइन, पतिको पत्नीलाई गर्नुपर्ने स्याहार सुसार, माया, स्नेह, पारिवारिक दायित्व उहाँले सबै
निर्वाह गर्ने हो भने तपाईँ म त त्यसको लागि तयार छु रेडी किनभने मैले पहिला पनि यस्तो सुरुमा पनि हाम्रो घटना घटेरै विवाह भएको होइन एउटा छुट्टै कहानी अनि त्यो बेलामा त्यो कन्डिसनमा मैले उसलाई माफ गरेर सिन्दुरै हालेर लगिसके पछाडि त मैले त नाइ भनेर इन्कार गर्ने कुरै छैन। त्यही भएर सम्बन्ध विच्छेद दिदिनँ भनेको कारण उहाँलाई तर्पाउने अथवा उहाँलाई चाहिँ म त्यत्तिकै झुन्डाएर राख्ने भन्ने हिसाबले पनि होइन। कतिपय मान्छेले चाहिँ दिन्न म पनि बस्दिनँ पनि सँगै भन्ने हिसाबले पनि गइराख्नु भएको हुन्छ। तर मेरो मनमा चाहिँ त्यो खालको म इख लिएर म उहाँको परिवारलाई सक्छु, उहाँको जीवन सकाइदिन्छु, उहाँको खुसीलाई म खोज्छु भन्ने हिसाबले चाहिँ मैले कहिले पनि सोचेको छैन। म सोच्न पनि सक्दिनँ। किन भन्दाखेरि कुनै न कुनै समय प्रेम नै थियो, कुनै न कुनै बेलामा प्रेम गरेरै यत्रो संसारमा सबै कुरा छोडेर उसैसँग विवाह गरेर गएको व्यक्ति हो। त्यो भएकोले कारणले गर्दाखेरि मलाई त्यो आवेश त्यो छैन र अहिले पनि लडिरहेको भनेको मैले उहाँको नितान्त उहाँको खुसी खोज्न अथवा उहाँको भविष्य बिगार्नको लागि होइन, मैले आफ्नो न्यायको लागि लडेको हो र न्याय सम्बन्ध जति छ कानुनले जति गर्न सक्छ त्यो गरिदियोस् भनेर मात्रै हो। के भन्छन् तपाईँको पतिले के भन्छन् नि त? यसरी कुराकानी हुन्छ तपाईँको फोनमा भन्नुभयो अनि मिलापत्र गरे भइगयो नि त। यस्तो नर्मल्ली मिलेर बसौँ भन्ने खालको कुराकानी हुँदैन। जस्तै अब कहिलेकाहीँ अस्ति अब मेरो कपडा च्यातिएको थियो आन्दोलनको क्रममा, अनि त्यो टाइममा फोन गर्नुभएको थियो। जस्तै केही कुराहरू भन्नु पर्यो भने अथवा मैले कति अब मेन्टल्ली मान्छे कति प्रेसर भइरहेको हुन्छ, सुनाउने मान्छे हुँदैन। त्यो एउटा माध्यम भनेको सञ्चार हो, फेसबुक हो। म फेसबुकमा कहिलेकाहीँ स्ट्याटसहरू हालिराखेको हुन्छु। त्यो कुराले गर्दाखेरि यदि उहाँलाई गाह्रो पऱ्यो अथवा केही नराम्रो कुराहरू छन् भने उहाँहरूले चाहिँ फोन गरेर यस्तो चाहिँ नगर भनेर भन्नुहुन्छ। केही कुराहरू मलाई ठिक लाग्यो भने मैले पनि डिलिट गरिदिन्छु। त्यस्तै कुराहरूमा अब लगभग छुटौँ भन्ने हिसाबले नै गर्नुहुन्छ क्या उहाँले चाहिँ गर्दाखेरि। मैले चाहिँ अब यो सम्बन्ध म चाहिँ सकाउनको लागि कुनै हालतमा तयार छैन। तर उहाँले चाहिँ अब यत्रो भइसक्यो, काकालाई यस्तो भनिस्, यसलाई यस्तो भनिस्, त्यसलाई त्यो फलानु भन्ने हिसाबले जाने नै होइन। म माथि हिंसा भयो, हिंसा भएका व्यक्तिहरूको नाम मैले लिएको छु। त्योभन्दा परिवारका सदस्यमा अरू पनि सदस्य मान्छेहरू हुनुहुन्छ, किन मैले उहाँहरूको नाम चाहिँ लिइनँ र कुनै एउटा व्यक्तिको नाम लिएर हिँडिरहेको छु भन्ने कुरा उहाँले पनि बुझ्नुपर्छ। जहाँसम्म लाग्छ म अब त्यो सानै एजमा विवाह पनि भयो, परिपक्व थिएनौँ दुवैजना। तर यो भइराख्दाखेरि अहिले त उमेर उहाँको पनि बढ्यो, म पनि लड्दै जाँदाखेरि म पनि यत्रो भइसकेँ, उहाँ पनि त बढिराख्नु भयो होला नि त। त्यो परिपक्वता उहाँमा पनि आउनुपर्छ। गल्ती दुइटैले गरेको पनि दुइटैले गल्ती गरेको हो भनेर झुक्न सक्नुपर्छ। तर तैँले मात्रै गल्ती गरिस्, मैले चाहिँ केही पनि गरे होइन भन्ने हिसाबले गइराख्दाखेरि कहिले पनि कुरा मिल्दैन के। र यो हाम्रो जुन सम्बन्ध छ, जुन लडाइँ छ, कि त अदालतले चाहिँ गरिदिन्छ कि त हामी दुईजना बसेर गर्ने हो, जे गरे पनि। र यो बिचमा चाहिँ अब उहाँहरूको अलिकति प्रोपर्टीवाला मान्छे भएको कारणले गर्दाखेरि बिजनेस माइन्ड लगाउनुहुन्छ, कताबाट फाइदा हुन्छ त्यो सोच्नुहुन्छ। तर मलाई चाहिँ नितान्त म चाहिँ न्याय नै खोजेर बसेको, किनभने अहिलेसम्म मैले कुनै कुराहरू आर्थिक कुराहरू क्लेम गरेको छैन, अंशको कुराहरू ल्याएको छुइनँ मैले होइन। एकदम सम्पन्न परिवार भए तापनि म चाहिँ अहिले पनि म यो पनि मैले डोनेसनमा मलाई अरू कसैले दिएको कुर्ता लगाएर हिँडिरहेको छु भनिसकेपछि मेरो लागि मेरो इमान्दारी त सबैभन्दा ठुलो कुरा हो। र अहिलेसम्म लडिराख्नुमा यो इमान्दारिता नै त होला सायद। एक किसिमले लागिराख्दाखेरि गइराख्दाखेरि लामो समयसम्म लडिराख्नको लागि एउटा हिम्मत आउनको लागि म गलत गरेको छुइनँ र मैले न्याय पाउनुपर्छ भन्ने नै होला। अनि मिल्ने सम्भावना अलिकति कम नै होला उहाँको तर्फबाट चाहिँ मैले भन्नुपर्दाखेरि। तर मेरो तर्फबाट चाहिँ म रिसराग केही छैन। तपाईँ रेडी हुनुहुन्छ होइन? म त रेडी छु। अब यो त्यही त अब ठिक छ, सर्वोच्चमा त्यहाँ मुद्दा चलेको छ। अब झजीको हुने नहुने त्यो पाटो बाँकी नै छ, त्यो फैसलाको पाटोमा त्यहाँ छोडिदिउँ होइन। अब हामी जाउँ तपाईँले 2080 सालमा पनि सत्याग्रह गर्नुभएको छ माइती घरमा होइन। 13 दिनको लामो सत्याग्रह गर्नुभयो। त्यति बेलाका तत्कालीन गृहमन्त्री नारायण केजी श्रेष्ठ र उहाँको चाहिँ नि मन्त्रालयबाट प्रतिनिधिसहित तपाईँसँग चाहिँ नि सहमति सम्झौता पत्र नि भएको रहेछ। त्यो बारेमा थोरै बताइदिनुहोस् न। तपाईँले सत्याग्रह किन गर्नुभयो र सत्याग्रहको अन्त्य गर्ने बेलामा तपाईँले चाहिँ नि के बुदामा टेकेर अथवा कुन शर्तमा सत्याग्रहको अन्त्य गर्नुभयो? सुरुमा त मेरो अब सडक एकदम पवित्र थियो त्यो बेलामा माइतीघर मण्डला होइन। पीडितको आवाजहरू सुनिन्थ्यो, धेरै सत्याग्रह र आन्दोलनमा धेरै मान्छेहरू पनि थिएनन् त्यो टाइममा। र नारायण काजी श्रेष्ठ हुँदाखेरि उहाँले चाहिँ पलेटी कसेर आएर त्यहाँनिर लगभग 1.5 घन्टा मसँग वार्ता गरेर फेरि गएर त्यो टाइप गराएर ल्याएर त्यसपछि त्यहीँनिर सिग्नेचर गरेर हाम्रो चाहिँ सम्झौता भएको थियो त्यो टाइममा। एकदम सत्याग्रह चाहिँ तपाईँले सत्याग्रहतर्फ चाहिँ तपाईँ किन आउनु पर्यो?
त्यो कस्तो भने अब मैले पोइजन खाएँ होइन, अदालतमा अब यता उच्च अदालतमा मैले चाहिँ पुनरावेदन पनि गरेँ, मलाई चाहिँ चित्त बुझ्दो भएन रामेछापको। त्यस पछाडि मैले न्याय परिषदमा हाम्रो बद्रीप्रसाद ओली न्यायाधीशको विरुद्धमा पनि हालेँ, त्यहाँ उहाँले जागिरै छोड्नु पनि पर्यो त्यो कन्डिसनमा। न्यायाधीश बद्रीप्रसाद ओलीलाई कारबाही भयो भनौँ न, मेरो मात्रै केसले गर्दाखेरि होइन, त्यहाँ 2-4वटा अरू पनि केसहरू रहेछन् र सबै कुरा निवेदनहरू एकतर्फी भएपछि अदालतमै पोइजन खाएको भनिसकेपछि अलिकति सर्वोच्चले पनि अलिकति ध्यान दिएर चाहिँ त्यो कुरालाई चाहिँ उहाँ कारबाहीमा नि पर्नुभयो। यतापट्टिको पाटो त सकिहालेको थियो न्यायाधीशप्रतिको त। अब उतापट्टि चाहिँ काका ससुरालाई जबरजस्ती कराउने उद्योगको मुद्दा मैले हालेँ। जिल्ला अदालतले चाहिँ पूर्वपक्षमा थुनामा पठाएको थियो। उच्च अदालतले चाहिँ जबकि पीडितलाई मलाई जानकारी गराइयोस् है पेशीको बेलामा, किनभने मसँग स्मार्टफोन थिएन, अनि मलाई जानकारी गराइयोस्, म चाहिँ मेरो पेशीमा चाहिँ उपस्थित हुन चाहन्छु, म पीडित हो, मैले पाउँछु भन्ने हिसाबले म बारम्बार गइराख्दाखेरि अनि मैले निवेदन पनि दिएको थिएँ त्यहाँनिर। त्यस पछाडि बाहिरपट्टिको फाइलको त्यो कभरमा मैले आफ्नो फोन नम्बर पनि, र मेरो लागेन भनेर मेरो फ्यामिली मेम्बरको फोन नम्बर र कुनै 2-4जना साथी, अरू साथीको नम्बर 5-6वटा मैले फोन नम्बर त्यहाँनिर टिपेर राखेको थिएँ, किनभने यो केस मेरो लागि धेरै इम्पोर्टेन्ट थियो। उहाँको कारणले गर्दाखेरि मेरो जीवन नर्क भएको थियो। त्यो कारणले गर्दाखेरि मैले न्याय पाउनुपर्छ भन्ने हिसाबले गइराख्दाखेरि चाहिँ मलाई जानकारी पनि छैन, एउटा फोन पनि आएन, एउटा मेसेज पनि आएन। पेशी गराएर 2 लाख टरोटीमा त्यो काका ससुरालाई चाहिँ छोडिएछ, त्यो कुरा मलाई थाहा भएन। अनि मैले जब त्यो सरकारी वकिल कार्यालयमा गएर यो कुराहरू राखेँ, त्यहाँ जाँदाखेरि यतिसम्म हुन्छ कि सर अब भन्दाखेरि विश्वास हुँदैन, त्यो मेरो फाइलमा त्यो लेखेको कागज, जबकि म अघिल्लोचोटि जाँदाखेरि उहाँहरूलाई केही जानकारी थिएन, पछिल्लोचोटि जाँदाखेरि पेशी गरेर पनि उहाँहरूले छोडिदिइसक्नु भएको छ मान्छेलाई, र कभर गरिएको छ त्यो जुन फोन नम्बर लेखिएको थियो बाहिरै कभरमा, पीडितलाई जानकारी गराउने भनेर उहाँहरूले बकैदा एउटा मार्कर, ब्ल्याक मार्करले लेखेको फोन नम्बर सबै कभर गरेर, त्यसलाई त यति मजाले त्यो 5-6 कक्षाको बच्चाहरूको हामी किताबमा कभर लगाउँछौँ नि, त्यसरी नै कभर लगाएर चाहिँ त्यो सबै छोप्नु भएको रहेछ कि। अनि जो वकिलले मेरो हेरिराख्नु भएको थियो उहाँ सरुवा हुनु भइसकेछ। अनि नयाँ आउँदाखेरि पनि त उहाँलाई त जानकारी हुनुपर्छ नि। उहाँले के भन्नुभयो भने भित्रपट्टि पनि के मैले यसरी पल्टाउँदाखेरि पनि यतापट्टि पनि पीडितलाई जानकारी गराउने भनेर मेरो फोन नम्बर लेखिएको छ। यत्रो हुँदाखेरि पनि मान्छेलाई एउटा मैले वकिल राख्न नसकुला, राम्रो वकिल राख्न नसकुला, तर मैले आफ्नो पीडा त मैले आफ्नो चाहिँ श्रीमान समक्ष त अदालतमा त पोख्न पाउँछु नि त। म माथि घटेको घटना जुन कारणले गर्दाखेरि मैले आफ्नो जीवनै परित्याग गर्नको लागि मैले पछि परिनँ, त्यो घटनाको मुद्दामा चाहिँ त्यो दिन पेशीमा मलाई नबोलाउनुको के हो त कारण भनेर त मैले त सोध्न त पाउँछु नि त। म त पीडित हो नि, पीडित भइसके पछाडि सोध्नै नपाउने, जानै नमिल्ने भन्ने त्यो खालको चाहिँ जुन वातावरण क्रिएट गरिसके पछाडि मैले चाहिँ सुरुमा चाहिँ सेतो साडी लगाएर सर्वोच्च अदालतको बोर्डमा चाहिँ रातो कलरको फालेँ। त्यसमा चाहिँ मैले के भनेको भन्दाखेरि मेरो त 2टा अबर्सन भएको, 2टा बच्चाको एबर्सन गरायो, त्यो 2टा बच्चाको रगत लिएर मैले सर्वोच्चको आँखा खोल्न खोजेको भन्ने हिसाबले एक किसिमको एउटा, म त विवाहित हो नि त, मैले तपाईको पतिसँगको सम्बन्धको बाट तपाईले 2टा एबर्सन गर्नुभयो? हो, उहाँकै हो। घर गइसके पछाडि मलाई 2टा बच्चा एबर्सन भएको हो मेरो। त्यो कन्डिसनमा त यहाँ लिएर छोड्नु भएको काठमाडौँमा ल्याएर हस्पिटलमा। अनि त्यो रातो रङ फालिसके पछाडि एकदम चर्चामा आयो। हाम्रो अहिलेको प्रधानमन्त्रीज्यूले पनि त्यो न्युज सेयर गर्नुभएको थियो क्या मेरो। त्यति बेला त्यो हतियार लिएर उहाँलाई चाहिँ सुकुम्बासी बस्तीको महिलाहरूले खुकुरी लिएर काट्छु म तँलाई भनेर भनेको न्युज एकदम भाइरल भएको थियो। त्यो न्युज र मेरो न्युजलाई चाहिँ कभर गरेर रुटिन अफ नेपाल बन्दले चाहिँ लेखिदिएको थियो, र त्यो सबिना काफ्लेज्यूले पनि सेयर गर्नुभएको छ, बालेन्साले पनि सेयर गर्नुभएको छ, र रुटिन अफ नेपाल बन्दमा धेरैचोटि आएको छ मेरो कुराहरू होइन। अनि त्यो भइराख्दाखेरि पनि यदि सुनवाई हुँदैन भनिसके पछाडि त अब त राज्यले मेरो कुरा म व्यक्ति भेचेर सुन्नुभन्दा माइतीघर मण्डला चाहिँ एउटा स्पेस हो, त्यहाँ चाहिँ गएर एकचोटि आफ्नो कुरा राखौँ न त भन्ने हिसाबले मैले पुराना सबै कुराहरूलाई चाहिँ अगाडि ल्याउने हिसाबले 2-4वटा माग राखेको थिएँ। त्यसमा चाहिँ मेरो 2075 साल चैत्र 24 गते भएको बलात्कारको मुद्दाको चाहिँ जाहेरी चाहिँ खोजेर त्यहाँमा चाहिँ अनुसन्धान गरी पाऊँ, डिएसपी कारणले गर्दाखेरि मैले फिर्ता लिनु पर्यो भन्ने हिसाबले चाहिँ मैले उहाँलाई पनि कारबाहीको लागि सिफारिस गरी पाऊँ भनेर। अनि काका पवन कठायतको केसमा पनि अब मुचुल्का राम्रोसँग उठाइएको थिएन, किनभने मै आफै स्वयं गएको थिएँ, मुचुल्का राम्रोसँग उठाउन दिइएन त्यो घरको परिवारले। अनि अब फेरि रिअनुसन्धान भएर फेरि चाहिँ फैसला होस् भन्ने हिसाबले चाहिँ म गएको थिएँ। फैसला भइसकेको थिएन त्यति बेला, उहाँ छुट्नु उसमा मात्रै धलोटीमा मात्रै छुट्नु भएको थियो। अनि यस्तै कुराहरू लिएर मागहरू लिएर बसेको थिएँ र सरकारले राम्रो सम्बोधन गरेको थियो। पहिलो तपाईँको मागमा चाहिँ नि पहिलो तपाईँकै पतिले तपाईँसँग विवाह हुनुभन्दा अगाडि तपाईँलाई जबरजस्ती करडी गरेको विषयमा छानबिन र उचित त्यसको चाहिँ नि छानबिन भएर कारबाही हुनुपर्छ भन्ने पहिलो माग। दोस्रो चाहिँ नि हाम्रो रामेछापमा तपाईँ बस्दाको अवस्थामा तपाईँको काका ससुराले
तपाईँमाथि यौन दुर्व्यवहार तथा चाहिँ नि जबरजस्ती करણીको प्रयास भनौँ न त्यो गरेको तर्फ त्यसको पनि उचित छानबिन र कारबाही हुनुपर्छ भनेर दुईवटा माग थियो तपाईँको। मेन माग भनेको मेरो त्यही, मैले कहिल्यै पनि सरकारलाई चाहिँ मैले खान पाइनँ, लाउन पाइनँ, मलाई चाहिँ यसरी यो क्षतिपूर्ति दे भनेर चाहिँ म कहिल्यै पनि सडकमा आएको छैन अहिलेसम्म, र मलाई चाहिएको पनि छैन। किन भन्दाखेरि एउटा त्यो भनेको चाहिँ एउटा मुख बन्द गर्ने बाटो पनि हो जस्तो लाग्छ क्या मलाई। किन मैले न्याय नपाउँदासम्म त म खुरुखुरु सडकमा आउँछु, उहाँहरूले के भन्नुहुन्छ यसलाई यति यति दिएको, फेरि यो त बानी परेछ भन्ने टाइपको मैले अरूहरूको हेरेको छु क्या। त्यो भएको कारणले गर्दाखेरि मलाई कुनै पनि आर्थिक प्रलोभनको मलाई मतलब छैन। मैले धेरै दुःख गरेर लडेको हेर्नु, 300को चप्पल किनेर मुनि तल चाहिँ दुलो परिसक्थ्यो, त्यो तल दुलो परेन माथि चाहिँ राम्रै हुन्थ्यो, अनि म त्यो दुलो परेको चप्पल मलाई पो पीडा भएको, मैले पो देख्छु त, अरू मान्छेले हेर्दा त चप्पल लगाएकै देखिन्छ नि त होइन। त्यो कन्डिसनमा म 20 रुपियाँ पैसा नभएर म गाडीमा नचढिकन, म पानी खाने पैसा थिएन क्या, म गोजीमा त्यसरी म अर्काले चाहिँ दिएको कपडा लगाएर होइन, अर्काले फालेको चप्पल टिपेर लगाएर मैले मुद्दा लडेको। म अरबपतिको घरको बुहारी हो, त्यति प्रोपर्टी भएको मान्छेको श्रीमती सडकमा यसरी मागेर हिँड्नुपर्ने कन्डिसनमा उहाँहरूले सबैजना मिलेर क्या। यसमा फेरि परिवार मात्रै दोषी छैनन्, यहाँको राज्य निकायका जति पनि छन् नि, प्रहरी प्रशासनदेखि लिएर हामी न्यायिक समिति भन्छौँ, तलब खाएर बसेका छन्, भत्ता खाएर बसेका छन्, ती महिला दिदीबहिनीहरू मात्रै बसेर पनि एउटा सङ्गठन बनाएका छन्। त्यस्ता ठाउँमा धेरै ठाउँमा गए जसले चाहिँ मेरो कुरा सुन्ने अनि घर लगेर फेरि सुनाइदिने, धेरै पुरा सुरुको घटना हिंसाका कुराहरू गरिराख्दाखेरि चाहिँ कस्तो पनि हुन्छ भने अरूको कुरा सुनेर पनि घरमा चाहिँ अलिकति हुँदो रहेछ क्या त्यस्तो खालको। जस्तै मलाई सुरुमा मेरो एभर्सन गराएको कुरा मैले एकजना त्यो म जोड्छु ल। अच्छा, तपाईँ त्यो सत्याग्रहमा बस्नु अगाडि तपाईँका 2 बुँदे, अब अरू पनि बुँदा थियो होला, प्रमुख 4 बुँदे तपाईँका माग थिए, त्योमध्ये 2टा मुद्दाको तपाईँले चाहिँ नि त्यो छानबिन र कारबाहीको पनि माग गर्नुभयो होइन। माग गरिसके पछाडि तपाईँले सत्याग्रहमा बस्नुभयो। सत्याग्रहमा तपाईँ बस्दाखेरि तपाईँलाई को मान्छे आए, कसले भेटे, कसले तपाईँलाई के आश्वासन दिए र कसले सहयोग पनि गरे, र पछि अन्तिममा जुन नारायण काजी श्रेष्ठ गृहमन्त्री हुँदाखेरि उहाँको तर्फबाट गृह मन्त्रालयकै प्रवक्ता आएर तपाईँसँग सहमति गर्नुभएको छ होइन। अनि के सहमति भयो यति चाहिँ बताउनु। सहमतिमा चाहिँ 2076 साल वैशाख 29 गते मैले जाहेरी दिएको बलात्कारको मुद्दाको चाहिँ छानबिन कमिटी गठन गरेर छानबिन गरिने र दोषी उपर कारवाही गरिने भनेर मेरो माग नै त्यही थियो। र दोस्रोमा चाहिँ अब पवन कठायतको कुराहरू जुन जबरजस्तीकरणी उद्योगको कुराहरू थियो, यो चाहिँ अब अदालतबाट टुङ्गिसकेको भएकोले गर्दा यसको कुरा नगरौँ होइन। अनि तेस्रोमा चाहिँ मेरो स्वास्थ्य स्थिति, मेरो पाठेघरको स्थिति क्रिटिकल छ अहिले पनि, मैले चाहिँ मासिक रूपमा मैले चाहिँ ट्रिटमेन्ट गराइराख्नुपर्छ, अनि स्वास्थ्यमा चाहिँ अब सरकारी हस्पिटलमा गयो भने चाहिँ निःशुल्क भन्ने कुराहरू थियो, तर त्यहाँबाट इम्पोसिबल जस्तै भयो। किनभने अब हामी सम्झौता त गर्छौँ तर कार्यान्वयन गर्नको लागि त्यति नै गाह्रो हुन्छ। अहिले 2080 सालमा चाहिँ मेरो सम्झौता भएको होइन, 10 गते हो, जेठ 10 गते, 9 गते मेरो फैसला भयो। फैसलामा चाहिँ एक हिसाबले मैले त्यहाँबाट उच्च अदालतबाट न्याय पाएँ। उच्च अदालतमा फैसला भइसकेपछि त्यसको भोलिपल्ट हजुर तपाईँको चाहिँ यहाँ सरकारसँग सम्झौता भयो। खासमा चाहिँ त्यो उच्च अदालतको फैसलालाई कुरेर बसेको जस्तो देखियो, तर त्यो चाहिँ होइन। मेरो माग भनेको नितान्त मैले अदालतको कुरालाई त मैले सरकारलाई चाहिँ प्रेसर दिएर त केही पनि हुँदैन, तर प्रहरी प्रशासनले जुन गल्ती गर्यो त्यो गल्तीको त गृह मन्त्रालयले त रेस्पोन्सिबिलिटी लिनु पर्यो नि त। किनभने एकैछिन है, अब प्रहरी प्रशासनले पनि गल्ती गर्नुभयो, प्रहरी प्रशासनले के गल्ती गर्यो, कसले गर्यो, त्यो ठ्याक्कै त जोड्नु त्यसमा। यसमा चाहिँ कस्तो भन्दाखेरि जो पीडक हुनुहुन्छ, जो मेरो श्रीमान हुनुहुन्छ अहिले, उहाँ माथि जबरजस्तीकरणीको मुद्दा परेको हो। मुद्दा परेर विवाह हुनुभन्दा अगाडि नै हो, 2075 साल चैत्र हुनुभन्दा अगाडि तपाईँ माथि जबरजस्तीकरणी भयो, तपाईँ जबरजस्तीकरणीको जाहेरी दिनुभयो। जाहेरी दिएको अवस्थामा तपाईँलाई चाहिँ नि जाहेरी फिर्ता गर्न लगाइयो, प्रलोभनमा पारेर अथवा उपारेर, त्यसपछि तपाईँले फेरि उहाँले तपाईँलाई चाहिँ नि मन्दिरमा राखेर विवाह पनि गर्नुभयो। तपाईँ रामेछाप गएर बस्नुभयो होइन त, रामेछाप गएर बस्नुभयो। फेरि त्यस पछाडि उहाँले चाहिँ नि हदम्याद कटिसकेपछि सम्बन्ध विच्छेद, त्यो जाहेरीको उसको कटिसकेपछि उहाँले चाहिँ नि आफैले सम्बन्ध विच्छेद हाल्नुभयो नि त, आफैले सम्बन्ध विच्छेद हाल्नुभयो। यसमा चाहिँ कस्तो छ भन्दाखेरि क्लियर छ होइन। अब एकैछिन जोडिहालेँ म ठ्याक्कै। अनि अब तपाईँले ठ्याक्क त्यो प्रहरी प्रशासनले चाहिँ तपाईँलाई अघि कुरा गर्नुभयो नि त्यो चाहिँ जोड्नु न।
एउटा पीडित कुनै सरकारी निकाय अथवा न्यायिक निकायमा गइराख्दाखेरि उसले न्यायको अपेक्षा लिएर गएको हुन्छ, उसँग अरू केही पनि कुरा हुँदैन। उसँग नितान्त बोल्ने भनेको उसले प्रमाण पनि सङ्कलन पछिबाट हुँदै जाने रहेछ क्या। सुरुमै हामी प्रमाण लिएर यति लिएर जाँदैनौँ नि त, अनुसन्धान गर्ने क्रममा प्रमाणहरू चाहिँ फाइल हुने रहेछ। अब मेरो केसमा पनि मसँग भएको भनेको त्यही मेरो उद्रिएको पाठेघर बाहेक मसँग केही पनि प्रमाण थिएन। र मैले चाहिँ मलाई जुन ठाउँमा लगेर उहाँले चाहिँ जबरजस्तीकरणी गर्नुभएको थियो त्यो होटलको चाहिँ त्यो हुन्छ नि इन्ट्री गरेको फोटोहरू लिएर आइज भनेर भन्नुभएको थियो। त्यो फोटोहरू लिएर गएँ, मैले एकदमै धेरै दुःख गरेँ मैले त्यो केस दर्ता गराउनको लागि पनि। अनि त्यो सबै प्रमाणहरू हेरेँ पछाडि मेरो मेडिकल भएको, मेडिकल भइसके पछाडि अनि एउटा केटी मान्छेको त्यतिकै नर्मल मान्छेले रेपको चाहिँ आरोप लगाएर गएको होइन नि त, पाठेघर त पुरै 2 फ्याक्ला थियो क्या, उद्रिएको थियो क्या मेरो पाठेघर। अनि त्यो ब्लड र पिप मिक्स भएको पाठेघर बोकेर यहाँ हात, मसँग त त्यो ब्यान्डेज पनि थिएन, यसरी हात राखेर मैले हिँडिराख्दाखेरि त्यहाँको प्रहरी प्रशासनले त नर्मल्ली मान्छेले मानवता पनि त देखाउनु पर्ने हो नि त। त्यो कन्डिसनमा एउटा केटी मान्छे ममाथि यस्तो भयो भनेर गइराख्दाखेरि मलाई बलात्कार भएको भन्ने पनि थाहा थिएन क्या सर। त्यो बलात्कार भनिन्छ भन्ने शब्द पनि थाहा थिएन मलाई। यस्तो यस्तो भयो, एउटा केटाले मलाई यस्तो यस्तो गर्यो भनेर मैले जे सत्य कुरा थियो त्यही कुरा गएर भनिसके पछाडि त्यो त किटानी जाहेरी लाग्छ भनिसके पछाडि मैले त्यही अनुसारको त्यो के हो त किटानी जाहेरी लेखिदिनु पऱ्यो भनिसकेपछि के घटना गएको लेखेर त्यहाँनिर दर्ता गरेर त्यस पछाडि अब रामेछापको त्यो देखिसके पछाडि अब हाम्रो मेरो श्रीमानको मामा चाहिँ इन्सपेक्टर हुनुहुन्थ्यो, त्यो टाइममा इन्सपेक्टर हुँदो रहेछ। अनि उहाँ एउटा जिम्मेवार व्यक्ति, उहाँको भान्जाभन्दा अगाडि म चाहिँ कुनै न्यायिक निकायमा न्याय माग्नको लागि गइराख्दाखेरि चाहिँ उहाँले चाहिँ गन तेर्साएर मेरो कोठामा आएर गन लिएर गन हातमा खेलाएर मलाई चाहिँ तँलाई चाहिँ मेरो भान्जा अपहरण भएको छ, अपहरण केसमा मुद्दा पनि हालिदिन्छु, तेरो भाइलाई चाहिँ ड्रग्स केसमा फसाइदिन्छु। त्यति बेला मेरो भाइको बाइक साइक केही पनि थिएन, सानो फुल्चे। अनि टेकुमा पढ्दा बायोमेडिकल इन्जिनियरिङ पढ्न जान्थ्यो, कहाँ पर्छ कसरी जान्छ सबै कुरा पत्ता लगाएर मान्छे पठाएर त्यो तेरो भाइको उसमा चाहिँ सानो एउटा पोका मात्रै हाल्यो भने पनि 10 वर्षभित्र जान्छ, तैँले सोचेको छस् भनिसके पछाडि एउटा म गाउँमा हुर्केको मान्छे, यो हवलदारभन्दा ठुलो पदको मान्छे, नदेखेको मान्छे, इन्सपेक्टर जस्तो मान्छे गन खेलाएर आइसके पछाडि मलाई त्यही टाइममा उहाँहरूले गाडीमा हालेर 8:30 बजेको टाइम थियो होला, त्यही टाइममा मलाई गाडीमा हालेर लिएर आएर कालीमाटीमा सिग्नेचर गराएर त्यस पछाडि मसँग चाहिँ मलाई चाहिँ त्यहाँ कालीमाटीको प्रहरी प्रशासनले पनि कस्तो भने सर, एउटा बलात्कार भन्ने त कस्तो जघन्य अपराध हो त, कत्रो ठुलो अपराध हो त, त्यो विषयमा पनि किन फिर्ता गर्दैछौ भनेर मलाई एकचोटि पनि त्यहाँको प्रहरीले सोध्नु भएन क्या। सोधेको भए म भित्र मलाई कतैको लगेर, किनभने म त उनीहरूको डरले बोलिरहेको थिइनँ नि त, ल तिमीलाई के भयो हामी छौँ मात्रै भनिदिएको भए पनि मलाई यस्तो यस्तो गर्यो भनेर भन्न सक्थ्यो होला। तर उनीहरू त्यत्रो 4जना 5जना यत्रो ठुल्ठुलो मान्छे, म त सानो उमेर पनि सानो, प्लस कस्तो भने कानुनको विषयमा एकदमै अनभिज्ञ भएको मान्छे। अनि उनीहरूले सिग्नेचर गरायो, जहाँ गर भन्यो त्यहीँ सिग्नेचर गरे, त्यतिकै उहाँहरूले काठमाडौँ त्यहाँबाट गाडीमा हालेर ठिमीमा ल्याएर त्यो केटासँग ल्याएर राखिदिएको। प्रहरी प्रशासन भने चाहिँ त्यत्रो हिम्मत भयो आफ्नो भान्जालाई जोगाउनको लागि उहाँले मेरो जीवन बर्बाद गर्नुभयो नि त। यदि त्यो मुद्दा चल्न दिएको भए उसले सफाइ पाउने कुरा पाउँथ्यो होला, म अर्को बाटो लाग्थेँ, ऊ अर्को बाटोलाई। 10 वर्षमा त हामी धेरै, अहिले त हामी एकअर्काको नाम पनि लिन मिल्दैन थियो नि, तर विवाह गराएर लिएर गइसके पछाडि पनि उहाँहरूको भूमिका चाहिँ कस्तो भने उहाँको आफ्नै दिदी हो नि त, अनि दिदीलाई उक्साउने घरमा पनि अब हिंसा चाहिँ उहाँहरूकै कारणले गर्दाखेरि हाम्रो घरमा चाहिँ धेरै हिंसा चाहिँ मैले चाहिँ भोग्नु परेको छ। उसको भाइ आफैले उक्साउनु भयो, एकदमै उक्साउने, घर जाने होइन, अब त्यो व्यापारी एकदम ठुलो होटल छ हाम्रो, त्यहाँनिर जाने, गएको बेलामा पनि उक्साउने, मतलब यस्तो गर्नुपर्छ त्यो टाइपको। मलाई चाहिँ कस्तो भने फसाएर त्यो टाइपको एउटा श्रीमती बिहे गरेर गइसके पछाडि म जुनसुकै कन्डिसनमा जाओस् म त्यो घरको परिवारको सदस्य हो, तर उहाँहरूले चाहिँ फसाएर आएको प्रोपर्टी देखेर, म सोलुखुम्बुमा हुर्केको मान्छे, रामेछापको मन्थलीमा के छ कसो छ मलाई के थाहा, किनभने त्यहाँनिर त कुनै किसिमको म न आफ्नो नातागोता भएको मान्छे न साथीसँगी भएको मान्छे, त्यहाँनिर फरक ठाउँमा यस्तो घटना घटेर लिएर आफैले बिहे गरेर लिएर जानुहुन्थ्यो। यदि उहाँहरूको हिम्मत थियो भने सत्य त स्वीकार गरेको हो नि त, फिर्ता त गराएर लिएर गएको हो नि त, अब हिम्मत थियो भने त लड्नुहुन्थ्यो होला नि त। तर भान्जाको चाहिँ त्यो गल्ती नदेखेर उहाँले चाहिँ एउटा प्रहरी प्रशासन अहिले बर्दी लगाएर डिएसपी साहब हुनुहुन्छ, धादिङको गजुरीमा हुनुहुन्छ होइन, उहाँ विपद व्यवस्थापनमा हुनुहुन्छ अहिले उत्कृष्ट प्रहरीको उहाँले पनि पाउनु भएको रहेछ क्या। त्यस पछाडि मलाई एकदमै चित्त दुखेको चाहिँ म 9 वर्षदेखि त्यही एउटा डिएसपीको इन्सपेक्टरले यस्तो गर्यो मलाई यस्तो गर्यो भनेर सरकारसँग बारम्बार, जुन सरकार आयो भने म चाहिँ सडकमा आइरहेको छु, र यत्रो आइराख्दाखेरि पनि उहाँहरूले एकचोटि इन्भेस्टिगेसन गर्ने एउटा वातावरण क्रिएट गर्नुपर्छ कि पर्दैन। राष्ट्रिय मानवाधिकार आयोगबाट चाहिँ इन्भेस्टिगेसन भएको छ, तर त्यो प्रतिवेदन उहाँले सार्वजनिक
तपाईले त्यहाँ पनि त्यो आयोगमा पनि आयोगमा मैले उजुरी गर्नुभएको थियो अथवा छुट्टै हजुर छुट्टै मैले त्यो यता सरकारसँग त अलग्गै भइहाल्यो आयोगबाट छुट्टै छ होइन त्यो आयोगमा चाहिँ अब लाई पनि बोलाएर त्यहाँबाट राष्ट्रिय मानव अधिकार आयोगमा पनि हाल्नुभयो त्यहाँलाई कसलाई विपक्षी बनाएर हाल्नुभयो मैले त्यो जुन माग चाहिँ सरकारसँग राखेको छु त्यही माग लिएर चाहिँ उहाँहरूलाई चाहिँ अनुसन्धान गरियोस् उहाँहरूलाई छानबिन कमिटी गठन गरेर र तपाईँको पति उपर चाहिँ नि हाल्नुभयो उहाँहरूले चाहिँ बयान पनि दिनुभएको छ अब होइन भनेर बयान दिनुभएको छ भन्ने कुराहरू छ तर मलाई चाहिँ प्रतिवेदन सार्वजनिक 4 वर्ष भइसक्यो गर्नुभएको छैन अब त अहिले त 2080 साल हो नि त मैले त त्यो 2083 साल प्रतिवेदन तपाईँले माग्नु भएको छैन होइन सार्वजनिक गर्नै खोज्नुहुन्न उहाँहरू मैले धेरैचोटि मागिसकेँ म त्यहाँ गएर चाहिँ धर्ना बसिनँ कि त्यहाँ गएर झगडा पो गरिनँ कि त्यहाँ गएर मैले खुट्टा पो ढोगिनँ कि के गरिनँ कुन हिसाबले उहाँहरूलाई चाहिँ माग्नुपर्ने हो त्यो तर अहिले मुरारी प्रसाद खरेल भन्ने हुनुहुँदो रहेछ त्यहाँको सचिव उहाँले चाहिँ आफ्नो प्रेमिकालाई जसरी अँगालो मारेर राख्नु भएको छ त्यसरी मेरो फाइललाई अँगालो मारेर राख्नु भएको छ तल पनि छैन के तल अनुसन्धान फाँटमा जहाँ हुनुपर्ने अहिले हाम्रो मन्जु खतिवडा आउनु भएको छ नयाँ मन्जु खतिवडा म्यामले चाहिँ खोजी नीति गर्दाखेरि त्यो फाइल चाहिँ सचिवज्यूको क्याबिनमा हुन्छ हामीलाई देखाउनु भएको छैन यो तपाईँको किन यस्तो गरियो हामीले पनि बुझ्न सकेका छैनौँ भनेर भन्नुहुन्छ तर प्रतिवेदन त एउटा पीडित महिलाको मुद्दाको प्रतिवेदन सार्वजनिक गर्नलाई उहाँलाई 5 वर्ष 4 वर्ष लाग्छ हामीले कसरी सर्भाइभ गर्ने हामीलाई त दिन हामीलाई त खर्च भइरहेको हुन्छ मेन्टल्ली प्रेसर भइरहेको हुन्छ मलाई चाहिँ ल यो कुरा सार्वजनिक गरेर यो कुरालाई चाहिँ उहाँहरूले इन्भेस्टिगेसन गर्नुभएको छ सार्वजनिक गर्यो भने त यो मैले त गलत बाटो पो हिँडिरहेको छु कि यो कानुनमै नभएको कुरा माग पो गरेको हो कि भन्ने मलाई पनि त रियलाइज त हुन्थ्यो होला नि त तर त्यो कुरा उहाँहरूले पुष्टि गरिदिनुहुन्न उहाँहरू के भन्नुहुन्छ भने अब बिस्तारै गर्ने बिस्तारै कहिले म मरेपछि किनभने मान्छे सेकेन्डमा मरेको छ क्या यहाँनिर मेन्टल्ली मलाई यति धेरै प्रेसर छ सर यति धेरै प्रेसर छ म यो बिहान दिउँसो बेलुका मान्छे कसरी प्रगति गर्ने कोही कहाँ जाने मेरो फ्युचर यस्तो होला त्यस्तो होला मेरो सबै साथीहरू सेटल हुनुभएको छ मलाई कति गाह्रो हुन्छ होला यो चाडबाड आउँछ मलाई एकदमै नराम्रो लाग्छ तिज आउँछ साथमा श्रीमान छैन घरमा अक्सिजन लगाएको आमा 24 घन्टा रोएर बस्नुहुन्छ मेरो भोलि यसले के गर्ली भनेर एकचोटि त म मरेर बाँचेको हो होइन उहाँहरूले जति पनि खर्च गर्नुभएको छ अहिलेसम्म 9 लाख ऋण छ त्यो आइसियुमा बसेको त्यो तिर्न सकेको छैन ब्याज तिरेर ढाड मस्किसकेको मान्छेको काम गर्न गयो यो त मिडियामा आएको केटी यस्तो खालको भित्रको कुरा केही थाहा पायो भने बाहिर पो ल्याइदिन्छ कि भन्ने खालको त्यो खालको दृष्टिकोण राख्नुहुन्छ काम माग्न जाँदाखेरि अनि घरमा बस्यो मिडियामा आएको देखिसके पछाडि अब घरमै पनि जुन अब घर छैन भाडामा बस्दाखेरि पनि यो त यस्तो खालको रहेछ यो त बलात्कार पो भएको रहेछ यो माथि त घरमा पनि यस्तो भएको रहेछ कोठा खाली गरिदेऊ है नानी भनेर भन्नुहुन्छ यो पीडा कसले बुझ्छ घरबेटीले नि त्यस्तो भएको छ धेरैचोटि भएको छ धेरै ठाउँमा धेरैचोटि भाडामा बस्न पनि दिँदैनन् मिडियामा एकचोटि पुरै आयो त्यो आइसके पछाडि अब बलात्कार भएको भनेको छ आफ्नो घर परिवारले यस्तो गरौँ भनेर भनेको छ अब कहिले पुलिसको चक्कर हुनसक्छ हामी त हुँदैन हामी त एकदम शान्त परिवार हो यस्तो इज्जतिलो परिवार प्रहरीहरू आउने यताउता गर्ने भयो भने त राम्रो हुँदैन किन आउँछ प्रहरी सडकमा म बसेँ भनेदेखि मैले चाहिँ क्राइम गरेको हो र प्रहरी आउनलाई तर मैले उहाँको घरमा नबस् भनिसकेको पछाडि जबरजस्ती बस्छु भनेर पनि त सुहाउँदैन नि त खोज्नै पर्ने हुन्छ अन्त धेरै पढाएको छ दाइ त्यस्तो त कति भएको छ चाडबाडमा नरोको कुनै दिन छैन मेन्टल्ली रूपमा मान्छे जति पनि स्ट्रङ बाहिर देखिए पनि रुनको लागि त स्पेस त चाहिन्छ मैले चाहिँ रुन पनि ठाउँ पाउँदिनँ क्या कस्तो भने अब आमा त्यस्तो कन्डिसनमा हुनुहुन्छ म कमजोर भएँ भने मैले मेरो आँसु देखाएँ भने कस्तो गाह्रो हुन्छ होला किनभने 2 लङ्स खराब छ त्यो अक्सिजनको सिलिन्डर एकछिन मात्रै छुट्यो भने सकियो क्या त्यो कन्डिसनमा छु म मेरो फ्यामिली ब्याकग्राउन्ड त्यस्तो छ मेरो भाइ बहिनी भर्खर पढ्दैछन् कमाइ गर्ने एउटा बाटो छैन अनि यो अवस्थामा आएर पनि म राज्यले मेरो चाहिँ कुरालाई एउटा सानो कुरालाई इन्भेस्टिगेसन गर्न सक्दैन र गर्दिँदैन भने कहाँ जाने त मान्छे त्यत्तिकै गर्दैन नि दाइ मान्छे महिलाहरू मर्यो झुन्डेर मर्यो रे फलानुको बुहारी फलानुको छोरी भन्छ नि मान्छे आफूसँग आफै लड्न नसकेर हो कि त्यो सबै भएको चाहिँ सुरुमा के पीडा भयो भनेर बुझ्न खोज्नुहुन्न अझ म त अहिले काठमाडौँमा छु काठमाडौँमा खासै वास्ता गर्दैन म गाउँमा जाने हो भने म भोलिपल्ट नै मैले झुन्डिनुपर्ने अवस्था आउँछ हाम्रो समाज त्यस्तो छ त्यो समाजमा यादव कम्युनिटीबाट आएको मधेसबाट आएको केटी यतिको लड्दाखेरि पनि मान्छेहरूले जुन आरोप प्रत्यारोपहरू लगाउँछ नि मलाई साह्रै चित्त दुख्छ अब हिजो अस्ति भर्खर पनि यो सिंहदरबारको गेटमा हामी बस्यौँ त्यहाँनिर कमेन्टलाई हेरि नसक्नुको कमेन्टहरू छ एकदमै त्यो मान्छे मैले समीक्षा अधिकारीले कसरी छैन होला जस्तो लाग्छ उसलाई सम्झिन्छु म जहिले पनि यो कमेन्टहरू हेर्दाखेरि सानै उमेर थियो मभन्दा धेरै सानो बहिनी हो होइन त्यो कन्डिसनमा समीक्षाले आफूलाई कसरी सम्हालेर यत्रो अगाडि बढाइनु होला जस्तो लाग्छ ऊ चाहिँ प्रेरणाको स्रोत हो अहिलेको यो कन्डिसनमा चाहिँ मेरो लागि चाहिँ
धेरै अब उसँग त क्षमता थियो, उसको आवाजमा चाहिँ सरस्वतीको बास छ, अगाडि बढ्यो। तर सबै मान्छेसँग सबै कुराहरू हुन्छ भन्ने छैन। मसँग त केही पनि छैन क्या, म त एकदम रित्तो, मेरो दिमागमा पनि केही छैन। मेरो दिमागमा भनेको मैले कसरी न्याय पाउँछु भन्ने मात्रै छ। र यो न्यायिक लडाइँ लड्दै म चाहिँ सकिसकेँ क्या दाइ। अस्ति म जोडेँ। हजुर। अस्ति तपाईँले त्यो सिंहदरबार अगाडि तपाईँले प्रदर्शन गर्नुभयो नि। हजुर। त्यो प्रदर्शन गर्दाखेरि चाहिँ नि तपाईँहरूको माग के थियो? को साथीहरू हुनुहुन्थ्यो? म निहारिका राजपूत भने धेरै अगाडि अब एउटा पीडितै हो। अहिले चाहिँ उहाँ सेटल भइसक्नु भएको छ। उहाँको चाहिँ बच्चा अटिजम छ। अटिजम भएको कारणले गर्दाखेरि अटिजमका कुरा सरकारले चाहिँ सुनवाई गरिदिने भन्ने न्युजहरू कतै कता बाहिर आइसके पछाडि उहाँले चाहिँ खासमा चाहिँ त्यो कुरालाई लिएर अगाडि आउनु भएको रहेछ। अनि म चाहिँ 24 गते नै, यो असारको 24 गते मैले एउटा निवेदन दर्ता गराएको थिएँ। त्यसमा चाहिँ त्यो हाम्रो सम्झौता दर्ता गराउनु गृह मन्त्रालयमा दर्ता गराइसकेको थिएँ। मेरो दर्ता गराइसकेको थिएँ र मेरो त्यो जुन सम्झौता पत्र सरकारसँग गरेको सम्झौता पत्र चाहिँ त्यहाँनिर एड गरेको थिएन। त्यो सत्याग्रहको उदाको तोड्दाखेरिको सम्झौता पत्र हो। त्यही सत्याग्रहमा भएको कुराहरूलाई नै छानबिन फेरि गरियोस् भन्ने मेरो एउटा मैले निवेदन, त्यो चाहिँ मेरो एड गरेको थिइनँ। त्यो प्रिन्ट गरेर एड गर्नको लागि मलाई चाहिँ अब त्यो दिन शुक्रबार भ्याइएन। अनि शनिबार र आइतबार त छुट्टी भइहाल्यो, सोमबार जाऊँ न त भन्ने हिसाबले। अनि त्यो बहिनी पनि विराटनगरबाट आएको रहेछ, मेरो पनि त्यहाँ जानुपर्ने काम छ भनेपछि सँगै जाँदाखेरि चाहिँ अगाडि 2 जना पीडितहरू अलरेडी हुनुहुँदो रहेछ। उहाँहरूभित्र प्रवेश गर्न पाउनुभयो। तर हामीसँग भनेको मतलब उहाँ पनि के घरेलु हिंसाबाट पीडित कि होइन, को हुनुहुन्थ्यो? रश्मिला धामी र समीक्षा शर्मा भने बलात्कारकै करनीकै उहाँहरू पीडितहरू हुनुहुन्थ्यो। उहाँहरूभित्र गइसक्नुभयो। अनि हामीलाई चाहिँ के भनेर गृह मन्त्रालयको सचिवालयबाट रोक लगाइएको छ भनेर भन्नुभयो। त्यो भन्दाखेरि त हामी त छाँगाबाट खसेस् त। म चाहिँ प्रत्येक आन्दोलनमै अगाडि सबैभन्दा अग्रपङ्क्तिमा हिँड्ने मान्छे हो कि। जेनजी आन्दोलनमा पनि मलाई गोली लाग्यो पनि मलाई मेरो ज्यानको माया छैन, परिवर्तन हुनुपर्छ भनेर अगाडि हिँडेको केटी मान्छे। त्यहाँ गइसके पछाडि चाहिँ ठ्याक्कै रोक लगायो भन्दाखेरि क्रिमिनल त होइन, हाम्रो त ब्यागमा त केही पनि छैन, एउटा डकुमेन्ट, एउटा छाता बोकेर हिँडेको केटी मान्छेहरू। अनि के कारणले गर्दा रोक लगायो त्यो त हामीले जान्न पाउने अधिकार छ नि त। होइन, सचिवालयबाट रोक लगाइएको छ भनेर प्रहरीले चाहिँ एकहोरो भन्यो। अनि त्यो एकहोरो भनिराख्दाखेरि होइन तपाईँहरू भोलि आउनुहोस् अथवा आज फुर्सद छैन अथवा केही न केही त कारण देखाउनुपर्छ नि। एकदमै र्युड तरिकाले दुर्व्यवहारपूर्ण रूपमा हामीलाई चाहिँ प्रस्तुत भइसके पछाडि त्यहाँनिर सडकमा बसेको मेरो एउटा माग के थियो भन्दाखेरि त्यहाँ बस्दाखेरि दूर दराजबाट पनि पीडितहरू गृह मन्त्रालय आउन पाउनु पर्यो। वरि उहाँ कर्णालीबाट आउनु होला, सुदूरबाट आउनु होला, भित्र चिनेका मान्छे कोही नहोला, कसरी गृह मन्त्रालय प्रवेश गर्ने त? सहजीकरण गर्नु पर्दैन अहिले जेएनजीको सरकार आइसके पछाडि। अहिले पनि मैले चाहिँ फलानुलाई चिनेको छु, ढिस्कानुलाई चिनेको छु भनेर पावर र पहुँचकै भरमा भित्र छिर्ने प्रवेश गर्ने हो भने अहिलेको त्यत्रो 76जना मान्छेले दिएको चाहिँ बलिदानको चाहिँ खेर गएन। त्यही हो मेरो एउटा भनेको। म त सजिलो तरिकाले जान सक्छु हेर्नु, किनभने म अफसाना बानुदेखि लिएर हाम्रो शिव, त्यसपछि बब्लु, यिनीहरू सबैजना अहिले सांसद होइनन् र एकचोटि फोन गऱ्यो भने एउटा पास मिलाउँदैनन् र मिलाउँछन् नि, किनभने हामी सँगै आन्दोलन गरेको। सोम शर्मा भयो होइन, पुरुषोत्तमहरूसँग त राम्रो कनेक्सन भएको। त्यो सबैजना कनेक्सन मात्रै भएर हुँदैन। म जाउँला रे, भोलि अरूलाई जान दिँदैन नि त। यो कुरा सहजीकरण हुनुपर्छ भन्ने मेरो माग थियो। पानीमा हामीलाई चाहिँ लग 1-1.5 घन्टा भिजाएपछि ल आउनु रे गृहमन्त्रीले भनेपछि हामी सबै भिजिसकेको थियौँ क्या। हामी जब मान्छे भिजिसक्छ, जब मान्छे मरिसक्छ अनि अक्सिजन ल्याएर जोड्दै हुन्छ, हुँदैन नि त। मान्छेले त्यो सहजीकरण गर्नु पऱ्यो, त्यो पाटो खुलाउनु पऱ्यो भनेर बसेको। त्यो अब हामी त 9 दिन लगातार बस्यौँ, मुद्दै चलाइयो नि हामीलाई त, मुद्दै चलाइदिनु भयो। सार्वजनिक शान्ति असार 24 गतेको कुरा हो नि त, यही 83 सालको असार 24 गतेको कुरा। ओहो। गृहमन्त्री सुदन गुरुङज्यू। हजुर। अनि उहाँलाई त्यसपछि भेट्नुभयो सुदन गुरुङज्यूलाई? 9-10 दिनको दिन भेट्नुभयो। अनि गाली गर्नुभयो हामीलाई, विरोध किन गरेको भनेर। अनि यस्तो कुरामा सहजीकरण हुनु पर्यो होइन। अब उहाँले चाहिँ कस्तो खालको कुरा गर्नुभयो भने जेएनजी आन्दोलन म एक्लै लडेर ल्याएको जस्तो खालको कुरा गर्नुभयो। मैले भने फोटोमा हेर्नु दाइ, तपाईँभन्दा फ्रन्ट अगाडि हामी उभिएको छौँ। तपाईँ गाडीमा हुनु त, हामी त भुइँमा हामी छाती थापेर उभिएको परिवर्तनको लागि धेरै लामो समयदेखि लडिरहेको मान्छे हो। प्रत्येक आन्दोलनमा गएको छु नि त म त। भ्रष्टाचार विरुद्धको आन्दोलनमा गइएन कि, मिटर ब्याचकोमा गइएन कि, हरेक महिला पीडित रुँदै आउँछन् तिनीहरूकोमा गइएन कि, राज्यले त घुँडा टेकेकै हो नि त। सम्झौता गर्नु भनेको त उहाँहरूले हाम्रो कुरा सुनिदिनु भएको हो। तर अघिल्लो सरकारले जसरी सम्झौता गर्नुहुन्थ्यो नि, यो सरकार चाहिँ एकदमै अब र्युड तरिकाले बोल्ने, अपरिपक्वता देखे। त्यहाँनिर कानुनको विज्ञ त कोही पनि हुनुहुन्न त्यहाँनिर। उहाँ त कहानी सुन्ने अनि त्यसपछि ल ठिक छ अब के गर्न सकिन्छ गरौँला भन्ने टाइपको हुनुहुन्छ क्या। त्यही भएर एकदम सुधार्नु धेरै जरुरी छ। यो भित्र गएर मैले विरोध गरेको भन्ने ठान्नु होला, तर धेरै जरुरी छ सुधार्नको लागि। सुदन गुरुङको र रवि लामिछानेको बालेनको विरोध गरेर मलाई हुनेवाला केही पनि छैन। म पीडित हो, मैले न्याय पाउनुपर्छ, मैले त्यो पाटो मात्रै हेर्ने हो। तर अरू पीडितको समग्रमा हेर्ने हो भने
भोलि गाउँदा दफा उपदफा कण्ठ पारेर कोही पनि पीडित गएको हुँदैन। मलाई चाहिँ सोधिएको थियो ત્યારે कुन दफा अन्तर्गत पर्छ त यो तपाईँको केस सम्झौता पत्र लिएर आउनुभयो, कुन दफा अन्तर्गत पर्छ? गृहमन्त्रीज्यूले। अनि मैले भने म त कानुन पढेर आएको त होइन, गृह मन्त्रालयको कुर्सीमा त हजुर बस्नु भएको छ, यो दफा पत्ता लगाउने त हजुरको काम हो। छानबिन कमिटी गठन गरिदिनुहोस्, मुद्दा चल्छ भने चलाइदिनुहोस्, मुद्दा चल्दैन भने चल्दैन भनेर मलाई लिखित रूपमा गृह मन्त्रालयको स्ट्याम्प हानेर दिनुहोस्, म सडकमा आउँदिनँ। होइन भने पीडितले न्याय माग्न पाउँछ, मुद्दा चलाउन पाइँदैन। तपाईँहरूले मुद्दा चलाउनु भयो। सबैभन्दा यो केपी ओलीको पाला शासनमा पनि त्यस्तो भएको थिएन, किनभने त्यो बेलामा पनि त म सडकमै थिएँ नि त, कहिल्यै मुद्दा चलाएन। यो सर्वोच्च अदालत तपाईँहरूप्रति 24 गतेको तपाईँहरूको विरोधलाई लिएर तपाईँहरू पर मुद्दा चलाइएको छ? हजुर चलाएको छ। कुन मुद्दा? सार्वजनिक शान्ति भङ्ग गरेको मुद्दा चलाएको छ। शान्ति भङ्ग भनेर तपाईँहरू पर चलाइएको छ? हजुर मुद्दा चलाएको छ। अहिले कुन जिल्ला अदालतमा? यही जिल्ला अदालत लगेको छैन, यो सिडिओ कार्यालयबाट समाप्त हुने रहेछ। उहाँहरूले हाजिरी जमानीमा छोडिएको भनेर न्युजमा चाहिँ दिनुभएको रहेछ, तर आजसम्म हाजिरीको लागि नि बोलाउनु भएको छैन, केही गर्नु भएको छैन। अब त्यो मुद्दा के भयो थाहा पनि छैन। सिडिओ साहब अब भोलि पर्सि केही प्रक्रिया भयो भने फोन गर्नु होला, तर यसरी हाजिरीमा आउनुपर्छ त्यो चाहिँ छैन। सार्वजनिक शान्ति भङ्ग गरेर 5 दिन पनि म्याद थपेको दाइ, म्याद थपिएर ल्याएर फेरि त्यतिकै छोडिदिनु भयो हामीलाई, भित्र बस्नु परेन। एक दिन 3 दिन राख्यौँ, 3 दिनसम्म म भित्र अनसनमै बसेँ। पानी पनि खाएन। कतिजना भित्र बस्नु? निहारिका राजपूत र म, अनि 5 वर्षको हाम्रो बच्चा जो अटिजम छ ऊ पनि बसेको थियो भित्र। एकदमै धेरै गाह्रो भएको थियो। यतिसम्म भयो कि दाइ म धेरैचोटि थुनामा हामी आन्दोलन गर्दाखेरि 10 बजे लगेर 11 बजे लगेर 5 बजे छोडिदिन्थ्यो होइन। तर यहाँनिर चाहिँ म के अरे उता माली गाउँमा लगेर थुनिएको थियो। माली गाउँमा लगेर राति 12 बजे हामीलाई चाहिँ फरक फरक ठाउँमा सारियो। ऊ माली गाउँमै बस्यो, मलाई चाहिँ यता दरबार मार्गमा ल्याएर चाहिँ थुनिएको। हजुर हजुर। अनि मैले चाहिँ अनसन सुरु नै गरिसकेको थिएँ। अनि त्यसपछि मैले पानी पनि खाइनँ, केही पनि खाइनँ, मेडिकल पनि गराइनँ होइन। अनि उहाँहरूले यो कहिलेको कुरा भयो त 1 हप्ता जति सुदन। हजुर 1 हप्ता जति। तपाईँले मुद्दा चलाएपछि हो, सार्वजनिक शान्ति भङ्गको मुद्दा चलाइसके पछाडि तपाईँहरू फेरि त्यही दिन चाहिँ अनि सिडिओ कार्यालयमा ल्याउनु भएको थियो। हामीलाई थाहा पनि थिएन गृहमन्त्रीले भेट्न खोजिराख्नु भएको रहेछ। हामी चाहिँ नभेट्ने भन्ने, किन भेट्ने त? यत्रो दिन मान्छे 5 वर्षको बच्चा लिएर सडकमा बस्दाखेरि पनि उहाँहरूले चाहिँ देख्नुहुन्न भन्दाखेरि उहाँले के भन्नु, बाह्रको थाहा पाउनु भएन भन्छ। मलाई पढ्न आउँदैन अरे, म सामाजिक सञ्जाल चलाउँदिनँ अरे होइन, मैले थाहा पाइनँ अरे। अब उहाँले थाहा पाउनु भएन, यो गर्नु भएन, त्यो गर्नु भएन भनेर त धम्काउने त होइन। तर मलाई त एक किसिमको धम्की नै दिए जस्तै गर्नुभयो। तर मलाई चाहिँ डर लाग्दैन, किनभने म न्यायको लडाइँ लडिरहेको, मैले आफ्नो परिवारदेखि लिएर सबै कुरा त्यागेर सडकमा आएको मान्छे हो। त्यही भएर उहाँहरूले चाहिँ कुन हिसाबले सोच्नुभयो मलाई थाहा छैन। तर गृहमन्त्रीज्यूले हामीलाई लगभग 4 घन्टाको टाइम दिनुभएको थियो। 4 घन्टामा निहारिका राजपूत र म फरक चाहिँ टाइम गरेर सुरुमा निहारिका गयो, त्यस पछाडि मलाई बोलाइएको थियो। मैले आफ्नो कुराहरू राखेँ, सम्झौता भएको कुराहरू पनि राखेँ। त्यो गरिराख्दाखेरि उहाँले चाहिँ घन्टीको विरोध किन गरेको भन्ने टाइपको चाहिँ कुराहरू निकालेर के कोले बोल्दैछ त्यो पनि। हजुर हजुर। अनि उहाँ पर्सनल्लीतिर जानुभयो, कोले के बोलिरहेछ हामीलाई थाहा छ भनेर भन्नुभयो। मैले के भने कुनै पनि महिला पीडित भएर सडकमा आइराख्दाखेरि कसैलाई काखा कसैलाई पाखा गर्न त पाइएन। तपाईँले कुनै महिलालाई चाहिँ स्यालेरी पनि दिएर तपाईँ राति 10 बजे 12 बजे टेन्टमा गएर पनि भेट्नुहुन्छ। कुनै महिलाहरू चाहिँ सडकमा त्यो 9 दिनसम्म चाहिँ पानीमा भिज्दाखेरि पनि वास्ता गर्नुहुन्न। यो त बराबर त भएन नि त। हामी कुनै पनि दोस्रो पार्टीले उकासेर आएको चाहिँ कार्यकर्ता होइनौँ। यदि त्यो पुष्टि गर्नुभयो भने तपाईँहरूले कारवाही गर्न सक्नुहुन्छ। तर म 9 वर्ष 10 वर्ष केपी ओलीको शासन हुँदाखेरि नि आएको, शेरबहादुर हुँदा नि आएको र प्रचण्ड आउँदा नि आएको, अहिले तपाईँहरू हुनुहुन्छ, आइरहेको छु, न्याय पाइन नि त, त्यही भएर आएको भन्दाखेरि चाहिँ होइन। पीडकको चाहिँ कति बेइज्जत भइरहेको छ त यो कुराले गर्दाखेरि। तपाईँको पीडक त यत्रो सम्पन्न परिवारको रहेछ, कति गाह्रो भइरहेछ त भन्ने कुरा गर्नुभयो क्या। अनि मैले के भने भन्दाखेरि म सडकमा 9 वर्षदेखि नाङ्गिएर पुलिसको चाहिँ कुटाइ खाएर मैले आफ्नो भविष्य सबै चाहिँ दाउमा राखेर लड्दाखेरि मलाई चाहिँ मेरो चाहिँ तपाईँहरूले चाहिँ इज्जत बेइज्जत मेरो चाहिँ भविष्य देख्नु भएन। अनि उसको चाहिँ जसले पीडा दिएको छ त्यो व्यक्ति अब रमाइलो तरिकाले एसीमा बसेर चाहिँ अब नयाँ केटीहरू घुमाएर होइन, महिनाको 2 चोटि त उहाँ चाहिँ घुम्नको लागि थाइल्यान्ड जानुहुन्छ। त्यस्तो व्यक्तिको बारेमा तपाईँको इज्जतको ख्याल गर्नुभयो भनिसके पछाडि तपाईँहरूले कसरी न्याय दिनुपर्छ हुन्छ भन्ने कुरा मैले बुझेँ। म यो सम्झौता पत्र छोडेर जाँदैछु। यो सम्झौता पत्र अनुरूप नयाँ छानबिन कमिटी गठन गरिदिनुहोस्। तपाईँहरूलाई मैले 1 हप्ताको टाइम दिएँ भनेर म उहाँ गृहमन्त्रीलाई पनि केही पनि नभनिकन त्यो सम्झौता पत्र मैले फरवार्ड गरिदिएँ गृहको सचिवलाई। अनि म निस्केर आएको हो। त्यस पछाडि मलाई अलिक स्वास्थ्यमा समस्या भएर म चाहिँ अहिले चाहिँ घरमै छु। तर म फेरि चाँडै नै म सडकमा आउँदैछु। किन भन्दा त्यो जुन माग छ, यदि मैले गलत
कुरा मागेर बसेको हो भने त्यो पनि अन्त्य होस्, होइन भने मुद्दा चलाइयोस्। मुद्दा चलाएर मैले न्यायको प्रक्रियामा अदालतले गर्ने कुरा अदालतले गर्छ, अहिले सरकारले गर्नुपर्ने कुरा चाहिँ गरिदिनु पऱ्यो भन्ने मेरो माग हो। महिला मन्त्रालय चाहिँ पीडित राहत कोषबाट पाउने कुरा हामी दिन्छौँ भनेर बारम्बार फोन गरिराख्नु भएको छ। मलाई पैसा चाहिँदैन, म बरु घिस्रेर हिँड्ने हो, तर मलाई चाहिँ पहिला चाहिँ न्यायको प्रत्याभूति दिने खालको त्यो खालको वातावरण क्रिएट होस् भनेर हो। किनभने भोलि सडकमा आउन नै प्रतिबन्ध लगाइने किसिमको मैले कागजात चाहिँ म चाहिँ बनाउन सक्दिनँ। बरु मर्नको लागि तयार दाइ। म यत्रो लामो समयदेखि मैले आफ्नो अर्को भविष्य मैले सोचेको छैन, होइन। मलाई पनि आमा बन्न मन छ, मलाई पनि तिजमा चाहिँ झपक्क साडी लगाएर, होइन, मेरो श्रीमानसँग उभिएर मलाई पनि रहर छ नि त। तर मेरो सबै रहरहरू सबै यही मुद्दा यही मामिलामा सकिएको छ। मैले अरू कुरा म भोलि के गर्छु नै थाहा छैन। म आज बाँचेँ, म आज लडेँ, त्यही मेरो लागि ठुलो कुरा हो। र यत्रो लडिराख्दाखेरि मान्छेले न्यायको विषयमा बोल्दैनन् र बुझ्दैनन् भने त अब त्यसमा भन्नु नै केही छैन। र अहिलेको नयाँ सरकारसँग त मलाई परिपक्वता त कसैमा छैन। त्यहाँको न उहाँको त्यो स्वकीयलाई केही कुराको विषयमा जानकारी छ न्याय सम्बन्धी, होइन। कानुनको विज्ञमा कुन मन्त्रालय कुरा? गृह मन्त्रालयमा, होइन, गरिराख्नु भएको छ काम, नगरेको होइन, विरोधै मात्र पनि नगरौँ। तर मेरो विषयमा कुराकानी गर्दाखेरि चाहिँ अपरिपक्वता धेरै नै छ। उहाँ जति ज्ञान हुनुपर्छ मन्त्रालयमा बस्ने व्यक्तिहरूलाई, स्वकीयलाई पनि, होइन, इभन सबै कुरामा त गृहमन्त्री त आउँदैन नि त अगाडि, स्वकीयले पनि त धेरै कुराहरू बुझ्नुपर्ने होला नि त। उहाँलाई पनि केही पनि बुझ्नुहुन्न। भन्यो यतिसम्म कि निहारिका र मलाई पारम्परिक लग्यो, मलाई निहारिकालाई बिनु भनेर भनिरहनु भएको थियो क्या। भनिसकेपछि कति कन्फ्युजन छ त्यहाँनिर। धेरै कुराहरू सुधार्नुपर्ने छ, त्यहाँ चाहिँ सुधार्नै पर्छ। त्यहाँ चाहिँ अहिले तत्कालको लागि भन्दाखेरि चाहिँ अलिकति परिपक्व, अलिकति कानुनी ज्ञान भएको व्यक्ति सल्लाहकारमा राख्नुहोस् भन्न चाहन्छु उहाँलाई चाहिँ। ठिक छ, त्यो उहाँहरूले गर्नु होला, होइन। हजुर। अब तपाईँको त्यो अस्तिको त्यही अब असार 24 जुन तपाईँको सिंहदरबार अगाडिको प्रदर्शनको कारणले सार्वजनिक शान्ति भङ्ग भनेर तपाईँ समेत उपर मुद्दा चलाइयो, होइन त, जिल्ला प्रशासन कार्यालय काठमाडौँमा। त्यो मुद्दाको अवस्था के छ तपाईँलाई थाहा छैन? थाहा छैन। उहाँले फोन गर्छु अनि आउनु भनेर भन्नुभएको थियो। फोन नम्बर दिएको छौँ, अहिलेसम्म फोन आएको छैन। हाजिरी पनि गएको छैनौँ। पक्रापुर्जीमा सिग्नेचर गर्नु भन्नुभएको छ, त्यो पनि गरेनौँ। मेडिकल पनि गरेनौँ, किनभने हामीले गल्ती गरेको होइनौँ। हामीले न्याय माग्दाखेरि हामीलाई पक्राउ गरिएको। कस्तो खालको शासन भित्राउँदै हुनुहुन्थ्यो उहाँहरूले मलाई थाहा छैन। किनभने 9 वर्षमा मैले धेरै आन्दोलन गरेँ, धेरैचोटि भित्र गएँ, आजसम्म पनि एउटा मुद्दा चलाएन मैले। सर्वोच्च पनि त त्यो निषेध नै हो नि त त्यहाँ जानको लागि। त्यसरी कालो रङ रातो रङ फाल्नको लागि त्यहाँनिर त खुल्ला त छैन। गरेँ त, त्यो गर्दाखेरि किन मुद्दा चलाइएन त? पीडितको व्यथा त बुझ्नु पऱ्यो नि त। सुन्ने ठाउँ नभइसकेपछि कहाँ जान्छ त मान्छे? कि मर्नु पऱ्यो? अनि गृहमन्त्री जहिले नि लास बोक्न मात्रै कुद्ने होइन नि त। म नि मरेपछि भोलि लास बोक्न आएर भयो त? म पीडामा हुँदाखेरि मलाई न्याय मागिराख्दाखेरि उहाँहरूले चाहिँ सुनवाई हुँदैन भने लास मात्रै, मैले त धेरै ठाउँमा देखेछु जहाँ पनि कुद्नुहुन्छ लासै बोक्नको लागि मात्रै। त्यो त होइन नि त। जेनजी आन्दोलनदेखि उहाँ लास बोक्न बानी पर्नु भएको। अब गणेश नेपालीकोमा पनि अस्ति लासै बोक्नुभयो। त्योभन्दा अगाडि सुनवाई गर्नु पऱ्यो क्या। मान्छेको पीडा के छ? पीडित छु भनेर आइराख्दाखेरि कम्तीमा 15 मिनट टाइम दिन सकिँदैन? माइती घरमा मण्डलाको अवस्था हेर्नुहोस् त। पहिला थियो, योभन्दा अगाडि यस्तो अवस्था थियो सुकुम्बासी बस्तो जस्तो। अहिले सुकुम्बासी बस्ती भन्दा पनि घृणित खालको भइसक्यो। एक अर्कासँग झगडा गरेछन्, लुचालुच गरेछन्, पीडित बिचरा पीडितै भएर आएका होलान्। सम्बोधन हुने कुरा माग सम्बोधन गरियोस्, माग नहुने सम्बोधन नहुने कुरालाई यो चाहिँ सरकारमा कानुनमै नभएको कुरा मागिस् है, तैँले यहाँ बस्न मिल्दैन भनियोस्। अथवा अलिकति टाइट गर्नु पऱ्यो नि त प्रशासनले। अनि सानो 3 महिनाको बच्चा लिएर पनि मान्छेहरू सडकमा छन्, अनि उनीहरूको सुनवाई गर्नु पर्दैन? 6 महिनादेखि सुकुम्बासी बस्ती जस्तो बनाएका छन्, आफू झगडा गरेर चाहिँ अहिले लघु वित्तको आए पछाडि हजुरले हेर्नु होला न्युज, जताततै त्यो झगडा बाहेक केही पनि देखिँदैन। अनि यो त प्रशासनले एउटा माइतीघर मण्डललाई सम्हाल्न सकिरहेको छैन, देश सम्हाल्छ त? मेरो त एउटा क्वेसन त्यति हो। पीडित भएर आइसकेपछि त्यहाँ सडकमा बस्नु सजिलो छैन। उहाँको पीडाको सम्बोधन हुनुपर्छ। प्रत्येक पीडितको पीडाको चाहिँ सम्बोधन हुनुपर्छ सरकारले गर्न सक्ने जति। र गर्न सकिँदैन भने यो कानुनमा छैन, यो चाहिँ संविधानमा छैन भनेर त्यहाँबाट उठाउने कार्य चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। ठिक छ। अनि मैले एउटा बुझ्न खोजेको छैन कि जस्तै तपाईँले यतिसम्म भयो, होइन, तपाईँ विभिन्न अब अघि भने जस्तै चाहिँ विभिन्न कुराहरूमा तपाईँले चाहिँ नि अब न्याय प्राप्तिको लागि तपाईँले भने जस्तै त्यो छानबिन समिति गठन गरिदिनको माग राखेर अब प्रतिवेदन, होइन, तपाईँको जुन राष्ट्रिय मानवाधिकार आयोगबाट जुन प्रतिवेदन बन्यो तर सार्वजनिक भएन, त्यसलाई सार्वजनिक गर्नको लागि विभिन्न मागहरू राखेर तपाईँ अब अहिलेसम्म धाइरहनु भएको छ। अब अन्य यही विषयमा अन्य ठाउँमा कतै उजुरी गरिराखेको छ कि छैन तपाईँले? के छ? कहीँ पनि बाँकी राखेको छैन दाइ। कहाँ उजुरी गर्नुभएको छ? यो जति पनि न्यायिक निकाय मैले थाहा पाएको छु, जानेको छु, सबैभन्दा ठुलो निकाय नै गृह हो। गृहमा पनि पटक पटक सरकारलाई नै घुँडा टेकाउने वातावरण क्रिएट गरेको छु मैले। उहाँहरू गृह मन्त्रालयमा जानुभयो?
होइन त राष्ट्रिय मानवाधिकार राष्ट्रिय मानवाधिकार आयोगमा नि जानुभयो धेरैवटा एनजिओमा पनि मैले एनजिओमा नि जानुभयो गएको छु तर कहाँ जानु धेरै ठाउँमा गएको छु दाइ। अब उहाँहरूले चाहिँ अब निवेदन लिने फोटोसोटो खिच्ने त्यस पछाडि वास्ता नगरिदिने गर्नु उहाँबाट के साथ सहयोग सपोर्ट केही पनि छैन दाइ। आजसम्म मलाई कुनै पनि सङ्घ संस्थाले सहयोग गरेको छैन। ठिक छ। अनि भन्नुपर्दा त्यही त कुनै भनेपछि गैर सरकारी संस्थाबाट तपाईँले कुनै त्यस्तो सहयोग प्राप्त गर्नुभएको छैन, परामर्श त्यस्तो पनि केही छैन। जानुभयो आफ्नो गुनासो सुनाउनु भयो, गयो रोयो करायो त्यस पछाडि अनि आयो। अनि 2-4 चोटि फोन गऱ्यो हुँदैछ भन्नुहुन्छ। अब केही पनि भएको हुँदैन। उहाँहरूले त फाइल कलेक्ट गर्ने काम मात्रै गर्नुहुन्छ, अरू केही पनि गर्नु। राष्ट्रिय महिला आयोगतिर पनि जानुभयो कि? हजुर राष्ट्रिय महिला आयोगमा त म गएँ फर्स्टमै म राष्ट्रिय महिला आयोगमै गएको। त्यहाँ पनि सुरुमा चाहिँ कस्तो भयो भन्दाखेरि नसुन्ने, तल चाहिँ कुरेको कुरै भयो अध्यक्षलाई होइन, सबैलाई आफ्नो कहानी सुनाइसकेँ। अनि त्यसपछि अनि 4 बजेतिर आउनुहुन्छ अध्यक्षज्यू। त्यस पछाडि अनि कुरा नगरी ल भोलि आउनु भनेर जानुहुन्छ। त्यहाँसम्म पुग्नको लागि पनि त हामीलाई त धेरै कुराको गर्नुपर्ने हुन्छ नि त। कपनमा बस्छु होइन, त्यहाँ भद्रकाली आउँदासम्म पनि त धेरै समस्याहरू भोग्नु पऱ्यो होला। मेरो कुराहरू काहीँ पनि सुनाइ हुँदैन थियो दाइ। त्यो बेलामा त्यो टाइममा म रुन्थेँ जान्थेँ कराउँथेँ आउँथेँ भोकै हुन्थेँ। अनि चप्पल त्यो पातलो नपातलो भइसकेको दुलो परेको चप्पल रगत चुहाउँदै हिँड्या कस्तो भयो होला कि भोकै प्यासै हिँड्या छ। मेन्टल्ली त्यस्तै प्रेसर छ, काम छैन, मान्छेसँग पैसा छैन। अनि यो भोलि के होला भन्ने थाहा छैन। कति ठाउँमा हिँड्दाखेरि भौतारिँदाखेरि पनि नभइसकेपछि म एक किसिमले एकचोटि त अब यो सडकमा उत्रिसकेपछि मान्छे अलिकति अराजक भई भन्ने छ नि, अराजकता आफैमा आउँदैन के। म सिधा नजरले हेर्न नसक्ने मान्छे, म राम्रोसँग बोल्न सक्दिनँ थिएँ, त्यस्तो खालको मान्छे हो म। अनि सडकमा आउँदा कुटाइ खाँदा प्रहरीको कुटाइ खाँदा प्रहरीले घिसादा म त म्याच्योर भइसकेको छु। अब त आन्दोलन गर्नलाई काहीँ पनि मलाई डर लाग्दैन। हिजो अस्तिसम्म आउँदाखेरि पनि मलाई एक रति पनि डर थिएन, किनभने मैले कसैको हत्या गरेको छैन, कसैलाई मैले बलात्कार गरेको छैन, कसैकोमा चोरी गरेको छैन, बम ब्लास्ट गरेको छैन। मेरो प्रश्न गृहमन्त्रीलाई पनि मेरो एउटै मात्र प्रश्न थियो, म बम बोकेर तपाईँहरूको टाउकोमा ब्लास्ट गर्नलाई आएको होइन, म पीडित हो। मैले न्याय माग्नको लागि एउटा निवेदनको पाठ छुटेको थियो, त्यो एट्याच गरिदिनु न भनेर आउन खोज्दाखेरि मलाई रोकियो त्यहाँनिर। अरू हाँसेनन्। हिजो मलाई कमेन्टमा के भनेको छन् भने रासोपा आउँदाखेरि तैँ होइनस् खुसी, म सुदनको गुरुङको फोटो माइडेमा म दिनमा चाहिँ 4 सामाजिक सञ्जालको कमेन्ट, हजुर 4-5 चोटि चाहिँ म चाहिँ उसलाई चाहिँ रियल हिरोको रूपमा मानेर म चाहिँ उसलाई चाहिँ यस्तो हुनुपर्छ गृहमन्त्री भनेर पुज्ने मान्छे मै हो। तर वास्तविकता त अर्को रहेछ नि त उहाँको। उहाँले त पीडितलाई हेर्ने दृष्टिकोणै फरक रहेछ। उहाँले त जे भए पनि चुप लागेर सहनुपर्छ, हाम्रो सरकारको विरोध गर्न पाइँदैन भन्ने टाइपको उहाँले कुराकानी गर्नुभयो क्या। सरकारको विरोध गरेको होइन, म पनि खुसी छु नयाँ सरकार आएको छ, 100 दिन मात्रै भएको छ, उसले राम्रो काम गर्ला, सपोर्टरै हो, भोट पनि त्यसैमा हालेको खुलेर भन्नुपर्दा। तर अहिले हामी पीडित गइराख्दाखेरि हामीलाई गर्ने उहाँहरूको व्यवहारले चाहिँ एकदमै मन भाँचिएको छ। हिजोको सरकार जे जस्तो भए पनि मलाई सहयोग गरे पनि नगरे पनि सडकमा बस्दाखेरि सुनवाई गर्थ्यो। एउटा चाहिँ गृहमन्त्री जस्तो मान्छे 1 घन्टा 1.5 घन्टा माइती घर सार्वजनिक शान्ति भङ्गको मुद्दा चाहिँ हालेको थिएन। मुद्दा हालेर नबोल भन्न खोजेको, डराउन खोजेको हो नि त त्यो भनेको त। अब फेरि अर्को मुद्दा पऱ्यो भने त म बाहिर पनि जान पाउँदिनँ, किनकि क्रिमिनल रेकर्ड देखाउँछ होइन। एकचोटिको जसो तसो गरेर हटाइदिँदो रहेछ यही सिडिओ मार्फत चलेको मुद्दा, तर अर्कोमा त हटाइदिँदैन नि त। म त बाहिर जान पाउँदिनँ। अनि झन् नाचिराख्छु त नि म यहाँ। मलाई त मेरो न्याय दिएन भने म त्यहीँ आएर आत्मदाह, मैले 5 वर्ष अगाडि बोलेको छु दाइ, धेरै पुरानो इन्टरभ्यूहरूमा पनि हेर्ने हो भने म आत्मदाह गरेर मर्छु यदि मलाई न्याय मिलेन भनेर मैले बोलेको छु र त्यो कन्फर्म गर्छु नै गर्छु। किनभने मैले गलत गरेको छैन। त्यस्तो बिरामी आमा, त्यस्तो रोगी आमा दिनरात रोको देखेर पनि म चाहिँ छटपटाएर भौतारिएर म राति राम्रोसँग सुत्न सक्दिनँ। मलाई त्यति धेरै गाह्रो हुन्छ। यो पीडा, यो छटपटाहटको चाहिँ मूल्याङ्कन के हो त? मैले न्याय पाइनँ भने त मैले त बाँच्नुको अर्थ छ त? एउटा मधेस मुल्कमा खुलेर म अहिलेसम्म कुनैमा म ब्लर गर्न लागेको छैन क्या। म माथि बलात्कार भयो, मेरो चाहिँ ब्लर गर्दै मेरो चाहिँ कहानी मात्रै ल्याइदिए भन्न पनि सक्थेँ नि त। तर म खुलेर आएको छु, किन भन्दा मैले गल्ती गरेको छैन। हिंसा गर्ने मान्छे छाती फुलाएर हिँडिरहेको हुन्छ, म चाहिँ किन लुक्ने त भन्ने मनसाय राखेर अगाडि आएको। तर त्यो मनसायले चाहिँ सुरुमा अलिकति हौसला दिए पनि अहिले चाहिँ मलाई एकदम तल झारेको छ कि। जुन कमेन्टहरू हेर्छु म, मन परि लेखेको छ, पैसाको लागि आएको भनेको छ, केटा फसाएको भनेको छ, त यहाँ यो ठाउँमा जा त यतिमा बिक्छस् भनेर भनेको छ कमेन्टहरू। योभन्दा अगाडिको सरकार हुँदाखेरि त मैले त्यस्तो खालको कमेन्टको त मैले त सामना गर्नु परेको थिएन। कति छाडा भएको अहिलेको मन परि लेखेको हुन्छ। मैले यो कुरा पनि गृहमन्त्रीज्यूलाई राखेँ। तपाईँहरूको सामाजिक सञ्जालमा त यो घन्टी हो कि खोइ के हो कुनै यति नराम्रो कमेन्टहरू दिदीबहिनी चेलीबेटी नै नभएको जस्तो घरमा त्यसरी लेख्नुहुन्छ। तपाईँले के गर्नुभएको छ त्यसको लागि?
सुसाइड यहाँ सांसदहरूले कुरा उठाइराख्नु भएको छ कि कमेन्टहरू हेरि नसक्नुको छ कति बेला आत्महत्या गरौँ जस्तो हामी जस्तो पीडित त फलानुलाई त काकाले नि समातेको रे श्रीमानले पनि यसो गरेकोले यति नराम्रो नराम्रो कमेन्टहरू छ दाइ म त्यो स्क्रोल गरेर हेर्दाखेरि पनि म हेर्दिनँ कि मलाई एकदमै गाह्रो भयो क्या त्यो हेर्दाखेरि अनि उहाँहरूलाई चाहिँ अब म सम्झाउन पनि सक्दिनँ उहाँलाई पढाउन पनि सकिँदैन होइन घरमा बसेर बेडमा सुतेर कफी खाँदै गरेको कमेन्टले मान्छेलाई कस्तो असर गर्छ भन्ने कुरा बुझ्नु भएको छैन अनि अहिलेको सरकार त्यस्तै फेरि हामी त जेनजीको सरकार आयो हाम्रो गृहमन्त्री भनेर हामी त मक्ख परेका थियौँ के भनेर कमेन्ट गर्नुभएको छ भने त अब रक्षा बमहरूसँग होइन हाम्रो पुरुषोत्तम हाम्रो शिव बब्लु दाईहरू सोम शर्माहरूसँग त सँगसँगै काँधमा काँध जोडेर आन्दोलन हिँड्ने मान्छे हो म अनि जेनजीको अगुवा तेरो पार्टीले त तँलाई नै उत्तानो पार्दैछ नि त भन्ने त्यो फोटो त्यो राखेर अनि त्यो ट्रोल बनाएको छ मन परिलेखेको छ कति गाह्रो हुन्छ होला कोसँग जुझ्ने के कोसँग लड्ने कसलाई मुद्दा हाल्ने सामाजिक सञ्जालको विषयमा पनि बिस्तार अब सरकारले त्यो गर्नु हेर्ला होइन हजुर अब हामी चाहिँ नि लगभग अब कार्यक्रमको अन्तिममा छौँ अब हामी एउटा तपाईँ एज अ चाहिँ नि महिलाको हिसाबले पीडित महिलाको हिसाबले अब जसले चाहिँ नि तपाईँले तपाईँको जीवनमा यो पछिल्लो 10 वर्षमा तपाईँको एबर्सनको पनि तपाईँले सहनु पर्यो भ्रूण हत्याको पनि भनौँ न त्यो पनि एउटा एबर्सनको भयो त्यसै तपाईँमाथि जबरजस्ती करणी गर्ने प्रयास भयो जबरजस्ती करणी नै पनि भयो होइन त्यस पछाडि अब के अरे घरेलु हिंसा पनि भयो होइन त लगायतका यौन दुर्व्यवहारका पनि कुराहरू भयो भने चाहिँ लगभग धेरै थरीका घरायसी अपराधहरू तपाईँमाथि भयो होइन त्यसैको लागि तपाईँ लडिरहनु भएको छ तर अब यस विषयमा अदालतले गर्ने फैसला त बाँकी नै छ सर्वोच्चले के गर्छ त्यो पछिको ठाउँमा छ तर एज अ समग्रको रूपमा तपाईँले चाहिँ नि यो वर्गको महिला जसले चाहिँ नि घरेलु हिंसा लगायत यी अपराधहरू भोग्नु परेको छ जबरजस्ती करणी भोग्नु परेको छ यौन दुर्व्यवहार भोग्नु परेको छ होइन ती महिलाहरूको प्रतिनिधित्व गर्दै यस्ता कुराहरू नहुनको लागि अथवा कस्ता कस्ता कुरा भइरहेका छन् सम्बन्ध विच्छेदको विषयमा होस् अथवा चाहिँ नि श्रीमतीलाई घरबाट अलग्याउने रूपमा होस् महिला पुरुषबाट भइरहेका पतिहरूबाट भइरहेका घरका सासू ससुरबाट भइरहेका अपराधहरू विभिन्न थरीका हुन्छन् होइन जुन कुरा सबै महिलाले एक्सपोज गरे हुँदैनन् तपाईँले गरेको जस्तरी होइन त्यही कारण यस्ता कुराहरू समाजमा रोक्नको लागि सरकारले के गर्न पर्ला होइन अथवा समुदायमा कुन लेभलको काम भयो भने यस्ता अपराधहरू घट्छन् आफ्नो सल्लाह र सुझाव राखिदिनु यसमा चाहिँ अब सुरुमा चाहिँ मेरै केसबाट सुरु गर्छु म माथि जबरजस्ती करणी भएर हदम्याद कटाउनको लागि विवाहको गरियो भनेर उहाँले प्रष्ट रूपमा भन्नुभएको छ त्यो भइराख्दाखेरि चाहिँ सुरुमा चाहिँ अंश बन्डाका कुराहरू आउँदा रहेछन् क्या प्रोपर्टीको कुराहरू अब केटी मान्छेले चाहिँ के सोचेको हुन्छ ऊ नै सबै थोक हो माया नै सबैभन्दा ठुलो कुरा हो भन्ने हिसाबले उहाँहरू एकरो गइराख्नु भएको छ उहाँहरू चाहिँ प्र्याक्टिकल भइसकेको हुन्छ क्या उतापट्टि कस्तो भने अंश चाहिँ अर्काको नाममा सारिदिने अनि त्यस पछाडि बल्ल विवाहको मिति कायम गरेर त्यहाँनिर राखिदिने होइन त्यो ऋण देखाइदिने व्यापारिक छन् भने ऋणतिर उता ऋण पनि अलिक बढी नै देखाइदिने अनि यदि सम्पत्ति अंश नै पारेको छ भने पनि आफ्नो भागमा चाहिँ एकदम कम के जस्तै मेरै घरमा पनि मेरो काका ससुरा र मेरो हजुरबुवाको नाममा अथाह प्रोपर्टी छ मेरो ससुराको नाममा 2 करोडको ऋण र एउटा घर छ अनि प्रदीप सप्लायर्स भनेको मेरो हस्बेन्डको नामबाट एउटा ट्र्याक्टर छ क्या उसको नाममा भनिसके पछाडि मलाई चाहिँ गाउँको पाखाबारी चाहिँ मजाले जति चाहिन्छ त्यति म दिनको लागि तयार उहाँहरूसँग छ तर अब जति पनि हाम्रो चाहिँ अब यहाँ 10-15वटा 20वटा हाम्रो त ट्रक मात्रै छ मालवाहक ट्रक ठुलो होइन अनि भनेपछि अंश बन्डा गरेर बुहारीलाई कम सम्पत्ति दिने गरी ससुराका भागमा झन कम पार्ने पतिको भागमा झन कम पार्ने होइन ऋण धेरै देखाउने अहिले त फेरि छोरीले पनि अंश पाउने प्रावधान छ होइन त्यही विषयमा उहाँहरूले चाहिँ सबै अर्काको नाममा सार्ने हो कि के अरे बेचेको देखाउने हो कि त्यो विवाहित छोरीलाई पनि अंश दिने होइन त्यो गरिराख्नु कायम गरिदिने भनेपछि थोरै भन्दा थोरै अंश दिनको लागि जे गर्ने त्यो गर्ने न्याय भन्दाखेरि पनि अब प्रोपर्टीकै कुरा आउँछ नि त लड्दा मान्छे हारिसके पछाडि त अन्तिममा त लिएर जाने भनेको त त्यही नै हो भन्ने उनीहरूको मानसिकता छ त्यो हुँदाखेरि एकदमै कम प्रोपर्टीहरू दिने अनि त्यस पछाडि अनि अर्को भनेको जस्तै अब छोडेको नछोडेको खण्डमा चाहिँ बहुविवाहको कस्तो खालको प्रक्रिया अपनाउँदा रहेछन् भने उहाँहरूले चाहिँ सुरुमा चाहिँ एउटा कुनै केटीलाई चाहिँ प्रेग्नेन्ट गर्ने बच्चा जन्माइसकेपछि बच्चाको हक त मार्नु भएन बच्चा त उसैको हो श्रीमती पो कायम हुँदैन त बच्चा त बढ्दै गर्छ हुर्किँदै गर्छ एउटा अर्को लुकाएर अर्को घरतिर राख्ने कता राख्ने उसको सन्तान कत्रो भइसक्छ यता एउटा
पीडित महिला चाहिँ लडेको छ एकहोरो लडेको छ, उसलाई पनि अंशार कायम गर्ने, उसलाई पनि अंशार कायम गर्ने एउटा अर्को पाटो त्यो पनि हुँदो रहेछ। अनि अर्को भनेको चाहिँ यस्तै बलात्कार जस्तो जघन्य अपराधबाट बच्नको लागि चाहिँ मान्छेलाई यसरी मेनिपुलेट गर्ने अथवा उहाँहरूलाई होस्टाइल गरेर चाहिँ विवाहको नाटक गरेर चाहिँ अलरेडी अब पहिला सबै कुरा यता मिलाइसकेको हुन्छ, अंशबन्डका कुराहरू, उनीहरूको के कता कोसँग बिहा गर्ने पछि भनेर सबै कुरा मिलाइसकेको हुन्छ। अनि त्यो केटीलाई मात्रै त्यो जिन्दगीबाट अथवा त्यो मुद्दाबाट चाहिँ अलिकति टाढा पार्नको लागि उहाँहरूले चाहिँ त्यो केटीलाई युज गरेर त्यो केटीलाई चाहिँ त्यो सबै कुराबाट के आर्थिक रूपमा सामाजिक रूपमा सबै कुराबाट लुटेर अनि उहाँहरूलाई चाहिँ अनि सम्बन्ध विच्छेद गर्नुपर्ने त्यो कन्डिसन निकाल्ने के। जस्तै यो हाम्रो बलात्कारको मुद्दा त एकदम यो नेपालको कानुनमा त अलिक कडा नै मुद्दा मानिन्छ। यो बाट बस्नको लागि होस्टाइल गर्ने, त्यसपछि अनि 2-4 महिनासँगै बसे जस्तो गर्ने, सकेसम्म कतिको त विवाह दर्ता समेत पनि हुँदैन के, त्यतिकै छोडिदिएको हुन्छ। यता घुमाउने यताउता गर्ने घुमाउने छोडिदिने, अब लड्ने कुनै आधार पनि रहँदैन उनीहरूको। के गर्ने त पहिला चाहिँ किन होस्टाइल बस्छ नि, विवाह दर्ता नगरिदिने। कतिको जीवन त्यसरी पनि सकाइदिएका छन्, एबर्सन गराएका छन् हस्पिटलमा लगेर होइन। अनि त्यस पछाडि अनि आफ्नो नाम नलेख्ने, अर्काको नाम लेख्ने, अर्काको नागरिकता प्रयोग गरिदिने, अर्काको फोन नम्बर प्रयोग गरिदिने, ल्याप्चे नहालिदिने, त्यो गरेर फरार भएका पनि कति ठाउँमा देखिएको छ। अनि प्रोपर्टी एकतिर राख्ने, अर्कोतिर बहुविवाहका कुराहरू पनि भए। घरेलु हिंसामा त अब सकेसम्म आफूलाई कस्तो हुन्छ नि, बुहारीहरूले चाहिँ सम्बन्ध जोगाउनै खोज्छन् क्या, बढी जस्तो चाहिँ सम्बन्ध जोगाउँ, यही घर व्यवहार मेरो चाहिँ हुनुपर्छ भन्ने हिसाबले पनि जाँदाखेरि त्यहाँभित्र घरेलु हिंसा त यति हुन्छन्। गर्भपतनको कुरामा चाहिँ कस्तो गर्भपतन गराइदिने, गर्भपतन गराइसके पछाडि चाहिँ अनि अब त्यति बेला नबोलोस् भनेर अर्को पनि भइहाल्छ नि, हामी दुवैसँगै छौँ, त्यो टाइपको कुराहरू गर्ने के। उनीहरूले अलिकति मानसिक रूपमा प्रिपेयर गराउने। अनि त्यसपछि ओ श्रीमानले त मलाई माया गर्छ, हामी दुईजना भएपछि त बच्चा त भइहाल्छ, ठिकै हो, के हो, त्यो नहुनु थियो भाग्यमा, यता त्यता भन्ने कुराहरू हुन्छ। अनि त्यसपछि आवर्षणका कुराहरू त्यतै टालटुल गरिदियो, सबै कुराको हदम्याद हुन्छ। र एउटा पीडित महिला चाहिँ यसरी भौतारी राख्दाखेरि सुरुमा त लयर राख्नलाई पैसा हुँदैन त, वकिलले त सित्तैमा त लडिदिँदैन त, उनीहरूको पनि त व्यवसाय त्यही हो। अनि यसरी हामी चाहिँ आयोग धाइराख्दाखेरि त धाउँदा आज जा भोलि जा गर्दाखेरि त हदम्यादै सकिएको हुन्छ क्या। कतिवटा मुद्दाहरूमा त हदम्यादै सकिसक्छ, आज भोलि पर्सि बिदा यो त्यो गरेर त हदम्याद सकिन्छ। मेन्टल्ली रूपमा ऊ पनि थाकिसकेको हुन्छ पीडित, अनि हदम्याद पनि सकिन्छ। अनि त्यसपछि मान्छे के गर्छ त भन्दाखेरि अब त्यस्तै अप्ठ्यारो कन्डिसनमा त्यस्तै छ भने कतिजनाले चाहिँ अब मुभ अन हुनुपर्छ भन्ने मानसिकता लिएको छ भने अलिअलि 2-4 अब त्यो क्षतिपूर्ति भरण पोषण त हुँदैन, तर अब नहुनु भन्दा त बरु अलिअलि लिएर प्रायः जस्तो वैदेशिक रोजगारको लागि जानु हुँदो रहेछ क्या दिदीबहिनी, जो पीडामा हुनुहुन्छ, जो सीमानबाट पीडित छ, जो चाहिँ त्यस्तै केसहरूमा पर्नु भएको छ, त्यस्तो दिदीबहिनीहरू चाहिँ धेरै जस्तो चाहिँ वैदेशिक रोजगारमा धेरैजना चाहिँ त्यसरी मैले देखेँ। र अहिले जो लडिराख्नु भएको छ उहाँहरू सबैजना यस्तो विकराल कन्डिसनमा हुनुहुन्छ, न उहाँहरूले चाहिँ जब गर्न सकिराख्नु भएको छ मानसिक रूपमा विक्षिप्त भएर होइन, न उहाँको परिवारले राम्रो तरिकाले माइती पक्षले स्वीकार गरेको हुन्छ। त यस्तो फलानी त्यहाँ यस्तो दाजुभाइहरूले हेर्ने दृष्टिकोण, त्यो समाजले हेर्ने दृष्टिकोण पनि कति फरक भइरहेको हुन्छ। सबै पीडा चाहिँ एउटा बलात्कारी होस् भनेर मुद्दा चलिरहेको व्यक्ति छाती फुलाएर हिँड्न सक्छ, तर बलात्कृत भएको मान्छेलाई चाहिँ यति धेरै बाँच्नलाई गाह्रो बनाइदिन्छ। यतिसम्म इभन मलाईसम्म कस्तो भएको छ भन्दाखेरि म त बोल्दिनँ, त्यो मिडियामा नआएको त्यो बेलामा व्यक्तिलाई म सुनाउँदै हिँड्थेँ क्या, मलाई यस्तो गरेँ तिनीहरूले भनेर व्यक्तिलाई सुनाउँदाखेरि कति मान्छेले चाहिँ मबाट पनि के त्यो फाइदा लिने कोसिस गर्नुभएको छ कि, अरू त मसँग केही छैन, मेरो फिजिकल्ली उहाँहरूले फाइदा लिने कोसिस धेरैजनाले गर्नुभएको, दुर्व्यवहार धेरैजनाले गर्नुभएको छ। सुरुमा यसले पो मलाई सहयोग गर्छ कि त्यसले पो सहयोग, प्रत्येकलाई भन्दा सहयोगको आशामा आफ्नो स्टोरी सेयर गर्नुहुन्छ, अनि उहाँहरूले चाहिँ नि दुर्व्यवहार गर्ने त्यस्तै खालको चाहिँ उनीहरूले अफरहरू गरिदिने। बिच छैन होला, यसलाई त अलिअलि 2-4 हजार दिइसके पछाडि यसले चाहिँ मेरो कुरा मान्छे भन्ने हिसाबले पनि कति धेरैजनाले भन्न नसकेको मान्छेहरूको पहुँचमा भएको पावरमा भएको मान्छेहरूले पनि त्यस्तो खालको अफरहरू गरिदिनुहुन्छ। पीडितलाई झन् पीडित बनाउनको लागि त यहाँको राज्य संयन्त्र मात्र नभएर प्रहरी प्रशासन यति धेरै रेप केस लिएर जानु तपाईँ हतपत दर्ता गरिदिँदैन। के छ प्रमाण भन्छ, अब बलात्कार भइरहेकोमा त भिडियो खिचेर बस्दैन नि त कोही पनि, अकस्मात हुने कुरा हो नि त त्यो भनेको त। अनि के छ प्रमाण लिएर आइज, अथवा अलि ठुलो मान्छेको नाम सुने दर्ता नगरिदिने, इन्भेस्टिगेसनै नगरिदिने, त्यही नै हुन्छ। सबैजना पीडितहरूले न्याय पाउँदैनन्, न्याय पाएका पनि छैनन्, र जुन खालको न्यायको प्रत्याभूति हुनुपर्ने हो त्यो हुँदैन। अब म यत्रो लामो समयसम्म लडिसकेँ, म आफूले एक हिसाबले मैले हिम्मत हारिसकेँ क्या। अहिले नै हेर्दाखेरि पनि अब कसरी म अरू दिदीबहिनीहरूलाई लडेपछि न्याय पाउँछस् भनेर भन्नु, यो बिचमा मैले धेरैजनालाई सहयोग गरेँ। म सडकमा हुँदाखेरि पनि फाइनेन्सियली मैले सकिनँ, तर धेरैजनालाई मैले सहयोग गरेँ। यो ठाउँमा गएपछि यसरी निवेदन हालेपछि भोलि हामीलाई प्लस पोइन्ट हुन्छ भन्ने कुराहरू गरेँ। धेरै मान्छेहरूलाई पनि मैले जति मैले चाहिँ त्यो मान्छे चिन्नलाई मलाई 1 वर्ष लागेको थियो भने मैले त्यो पीडितहरू आउँदाखेरि मैले 1 दिनमा त्यो मान्छेहरूकोमा गएर
गएर मैले त्यो काम पनि गराइदिएको छु क्या। जुन पीडा मैले भोगेँ ठाउँ ठाउँमा गएर भौतारिएर त्यो पीडा अरूले भोग्न नपरोस् भनेर मैले चाहिँ उहाँहरूलाई सहयोग गरेँ क्या। तर अहिले यो लामो समयदेखि लडिराख्दाखेरि पनि मान्छेले यही कुरालाई मैले 9 वर्ष अगाडिदेखि भनेको कुरालाई बारम्बार भनिराख्दाखेरि पनि मान्छेले नबुझिदिँदाखेरि मैले चाहिँ कस्तो लाग्न थालिसक्यो भने मैले कानुनै नभएको कुरा मागेँ कि अथवा के हो त यो खासमा चाहिँ कसैले पनि न्याय दिन नसक्ने कस्तो न्याय मागिराखेको छु मैले भन्ने खालको कुराहरू नै आउँछ। सधैँभरि सडकमा नाचिराख्न पनि त एक हिसाबले सकिँदैन। मेरो पनि उमेर बढ्दै गयो, मेरो पनि भोलि बाँच्नु पर्ला। घरमा मैले अरू कसैको लागि नसोचे पनि बुढी आमा हुनुहुन्छ, उहाँको लागि भए पनि अलिकति मैले पोजिटिभ सोच्नुपर्छ होला जस्तो लाग्छ कहिलेकाहीँ। तर अहिलेको गृह मन्त्रालयबाट चाहिँ मैले एकदमै अपेक्षा मारेर मैले चाहिँ गृहमन्त्रीकै मात्रै आश लिएर नभएर यो कुरा चाहिँ कानुनीबाट यदि मैले गलत गरेको रहेछु र यदि मैले गलत माग राखेको रहेछु भने त्यो पनि कानुनबाटै पुष्टि गरेर मलाई चाहिँ अबदेखि यो कुरा माग लिएर यहाँ नआऊ भनेर भनिदिनु पर्यो। होइन भने चाहिँ मुद्दा चलाइदिनु पर्यो। मुद्दा चल्छ भने चलाइदिनु पर्यो। के हुने हो त अनुसन्धान त गरिदिनु पर्यो नि त। यो सबैजना न्यायिक निकायलाई मैले त्यही मात्रै कुरा गरिरहेको छु। मलाई फाइनेन्सियल तपाईँहरूले केही पनि सहयोग गर्नु पर्दैन। मलाई त्यताबाट न्याय भयो भने म आफ्नो केही गरेर खाउँला। मलाई यत्रो ठुलो सम्पत्ति खडा गरेर बिजनेसम्यान पनि बन्नु छैन। मलाई बिहान बेलुका खान पुग्ने मैले कमाएँ 10-15 हज़ार महिनाको भने मलाई पुग्छ, किनभने म धेरै शौखिन मान्छे पनि होइन। त्यो भएकोले गर्दाखेरि मलाई उहाँ उताको पक्षको यत्रो प्रोपर्टीवाला मान्छे हो त्यो भन्ने हिसाबले जाने हो भने त्यही हिसाबले माग न त, आफ्नो क्षतिपूर्ति लिएर बस न त भन्ने कुराहरू नै आउँछ। तर मैले त्यो सक्ने भइदिएको भए म यो 9 वर्ष खेर फाल्दिनँ थिएँ। म एकदमै ठुलो षड्यन्त्रभित्र फसेँ, रेप भयो, अनि विवाह जस्तो पवित्र बन्धनलाई चाहिँ त्यसको एउटा बाटो, त्यो जोगिने एउटा बाटो बनाइयो। मलाई आमा बन्नबाट वञ्चित गराइयो। म पाठेघरमा भित्र त मेरो त एउटा नली छैन। म बाहिरबाट सपाङ्ग भए पनि भित्र अपाङ्ग छु। म अर्को विवाहको लागि मैले परिकल्पना गर्न सक्दिनँ। मैले समाजमा हिँड्न पाउने, रमाइलो गर्न पाउने, मैले खान पाउने, बाँच्न पाउने, खुसी हुन पाउने अधिकार मेरो सुनिश्चित हुन्छ मैले न्याय पाएँ भने। त्यति मात्रै आशा गरौँ तपाईँले न्याय पाउनुहुनेछ होइन। अब आशा चाहिँ न्यायपालिकाले नि पक्कै तपाईँलाई उच्चले त न्याय दियो हजुर होइन, सर्वोच्चले नि पक्कै देला, हामी त्यतातिर आशा गरौँ होइन। अब अन्त्यमा अघि मैले पनि जोडेँ नेपाल सरकार, अब किनभने अहिले त 2 तिहाईको सरकार छ हजुर, समग्र रूपमा चाहिँ नि धेरै कुराहरू ऐनहरू संशोधन भइरहेका छन्, हुँदैछन्, हुनेछन् होइन। त्यही कारणले चाहिँ यो कुराहरू महिला हिंसासँग सम्बन्धित यी अपराधहरूको विषयमा यसलाई न्यूनीकरण गर्न अथवा के गर्न सकिएला तपाईँको हिसाब, तपाईँको अनुभवले तपाईँ त 9 वर्ष अनुभवले खारिसक्नु भयो। यही विषयमा लड्दा अघि भनेको छ नि धेरै ठाउँमा तपाईँ चाहिँ नि गइसक्नु भयो, जान मिल्ने ठाउँमा, पुग्न मिल्ने ठाउँमा जहाँ चाहिँ पुग्नु भएको छ भनेपछि महिला हिंसा न्यूनीकरण गर्न वा रोक्नको लागि सरकारले के कुराहरू ऐनमा संशोधन गर्ने अथवा कुनै कुरा थप्ने गर्न सकियो भने थप चाहिँ नि महिलाहरूलाई चाहिँ नि न्याय प्रदान हुन्छ। एउटा त यो महिला हिंसा रोकथाम गर्नको लागि भनेको सबैभन्दा ठुलो कुरा भनेको कानुनै दह्रो हुनु पऱ्यो कि। कानुन संशोधन गर्दाखेरि घरेलु हिंसा जस्तै खुट्टा काटिदिरहेको हुन्छ होइन श्रीमानले श्रीमतीको, त्यसलाई नि घरेलु हिंसामा लगेर जोडेको ऊ त अपाङ्ग भयो नि त, ऊ त 6 महिना बसेर निस्किन्छ नि त। यसलाई कम्तीमा पनि यो बहुविवाहको मुद्दा र यो घरेलु हिंसाको मुद्दालाई एकदमै कडाइका साथ लग्यो भने थोरै भए पनि राहत हुन्छ। र यो अंशबन्डाको कुराहरूमा जुन गरिएको छ मलाई चाहिँ के लाग्छ भने अब कतिपय ठाउँमा चाहिँ अब विवाह गरेको मितिले अब सबै कुरा जालजेल गरेर होइन विवाहका मितिलाई पछाडि सारेर अनि अगाडि सबै प्रोपर्टीहरू गरेको छ। यो सबै कुराहरू यो 3 पुस्तेकै खोजी नीति गरेर 3 पुस्तासम्म जस्तै मेरो पुस्तासम्म आउँदाखेरि प्रोपर्टी कति छ होइन त्यो प्रोपर्टीहरू हेरेर त्यही अनुसार हुनु पर्यो। ठिक छ ऋणधनको कुराहरू पनि होला नि, त्यो नहुने होइन। ऋणधनका कुराहरूमा अब उहाँहरूले चाहिँ त्यो बुहारीलाई नै मार्ने हिसाबले, बुहारी र बुहारीबाट जन्मिएका जुन नाति नातिना उनीहरूको ऊ चाहिँ मार्ने हिसाबले चाहिँ उहाँहरूले गरिदिइराख्नु भएको छ कि। अब त्यो कानुनमा अस्ति भर्खरै मैले हेर्दाखेरि पनि उहाँले त्यो चाहिँ यदि लुकाइएको छ भने 10% एक्स्ट्रा दिने भन्ने कुरा चाहिँ ल्याएको छ रहेछ, नयाँ कानुनमा चाहिँ ल्याउने भन्ने कुरा प्रस्तावित गरेको रहेछ। त्यो 10%ले मात्रै त पुग्दैन, त्यो लड्दै कति पर्सेन्ट त गइसकेको हुन्छ। त्यो भएकोले गर्दाखेरि यदि लुकाइएको छ भने 50% राखिदिनु पर्यो। यदि त्यसरी बुहारीलाई मार्ने हिसाबले अथवा नाति नातिनीलाई चाहिँ मार्ने हिसाबले बन्डा गरेर त्यस्तो खालका जालजेल गरेर लुकाउने बेच्ने गरेको छ भने त्यो चाहिँ पुष्टि भएमा
10% होइन 50% राखियोस्, 50% एक्स्ट्रा उसलाई दिनुपर्ने राखियोस् त त्यो काम गर्नै छोड्छन् क्या। अलिकति कानुनमा एकदम हाम्रो संशोधन कानुन गर्ने यता त्यता भनेर भन्छौँ होइन, कानुन दह्रो पनि छ तर लागु चाहिँ हुँदैन के। लागु नहुनाको कारणले गर्दाखेरि अब अंशबन्डाकै मुद्दा लडिरहेको मान्छे पनि वर्षौँसम्म चाहिँ अदालतमा धाइराखेको छ। त्यो 10%को त कति पैसा खेर गइरहेको हुन्छ, 10% दिएर त हुँदैन नि त। त्यो एउटा वकिललाई नै हामीले पाल्न सकिरहेको हुँदैनौँ कि, त्यो लड्नु उनीहरूलाई पारिश्रमिक त दिनु पऱ्यो। 10% दिएर त के चाहिँ फाइदा छ त। 50% दिने चाहिँ काम गऱ्यो भने त ओहो यसलाई त हामीले त यसो गऱ्यौँ भने भोलि पुष्टि गऱ्यो भने त 50% भनेको त आधी त लिएर जाने भई, बरु त्योभन्दा बरु यसले जति दिनुपर्ने हो लुकाउने छिपाउने अथवा अंशबन्डा गराएर अंशिया धेरै कायम गरेर होइन, ऋण धेरै लिएर त्यस्ता गलत कार्यहरू चाहिँ नि गर्दैन। हुँदैन। 50% राखिदिउँ न, किनभने लड्दा लड्दै 10% त कहाँ हराउँछ नि। त्यो 10% भन्दा त बढी आफूले अंश लिनुभन्दा बढी त उनीहरूले त वकिल मार्फत अथवा अदालतको प्रक्रिया मार्फत खर्च गरेको हुन्छ। उनीहरूले त्यहाँ तिनीहरूले खर्च गरेको रकम र उनीहरूले खर्च गरेको समय, उनीहरूले खर्च गरेको। अनि घरेलु हिंसाका विषयमा जस्तै घरेलु हिंसामा पनि मैले त के भन्छु भने घरेलु हिंसा भनेको सानो हिंसा होइन। मान्छेले घरेलु हिंसालाई एकदम सानो रूपमा लिन्छ। घरेलु हिंसा अब हिजो अस्ति भर्खरै एउटा खुट्टा काटेको कुराहरू हो, त्यो पनि घरेलु हिंसाभित्र पर्यो क्या। उसले त ज्यानै मार्ने अभिप्रायले गरेको हो नि त। त्यही भएर ज्यान मार्ने उद्योगको जसरी मान्छेले ज्यान मार्ने उद्योगको लगाइएको छ त्यही हिसाबले चाहिँ घरेलु हिंसाको पनि त्यो कैद सजाय चाहिँ बढाउनुपर्छ। अनि यो सबैभन्दा ठुलो कुरा मलाई परिवर्तन गर्नुपर्छ जस्तो लागेको कुरा चाहिँ ढलौटीमा छोड्ने कुरा। बलात्कार भयो, ढलौटीमा छोडेको छ, बहुविवाह गर्यो, ढलौटीमा छोडेको छ, निस्केर फेरि मान्छे गएर त्यसैलाई काटेर तैँले मलाई थुन्ने, तैँले मलाई चाहिँ यस्तो गर्ने, मेरो बेइज्जत गर्ने भनेर त्यही व्यक्तिले चाहिँ निस्केर फेरि त्यो पीडितलाई काटेर फेरि कतिचोटि चाहिँ फेरि अर्को हिंसा गरेको कुराहरू बाहिर निस्केको छ नि। त्यही भएर यो ढलौटीमा हरेक मुद्दाहरूको मा चाहिँ एकदम कमजोर बनाएर ढलौटी पैसा हुने मान्छेले त अरबौँ करोडौँ पनि राखेर निस्किन्छन् नि। तर त्यो ढलौटीमा निस्किने ऊ चाहिँ कि त हत्तपत्त पूर्वपक्षमा नपठाइयोस् होइन, एकदम क्लियर इन्भेस्टिगेसन गरोस्, गलत छैन भने त्यही बेला छोडिदियोस्। होइन भने त्यो गलत हुँदै ढलौटीमा निकाल्ने मान्छे, त्यो अपराधिक मानसिकता भएको व्यक्तिहरूलाई छोड्दाखेरि चाहिँ मान्छे समाज चाहिँ सुरक्षित हुँदैन, त्यो परिवार पनि सुरक्षित हुँदैन। त्यो भएकोले यो ढलौटीमा निकाल्ने त्यो कानुन पनि बन्द गर्नुपर्छ र घरेलु हिंसाको मुद्दालाई चाहिँ कम्तीमा पनि 3 वर्षको सजाय राखियोस्। 3 वर्षको सजाय राखिसके पछाडि उसले चाहिँ बुढीलाई कुकरले यो टाउकै फुटाइदिएको केसहरू देखेको छु मैले। हात काटिदिएको छ, मान्छेको खुट्टा काटिदिएको छ होइन। अनि यो के अरे पेटमा भएको बच्चालाई यो के लात्ताले हानेर पिटेर त्यो ब्लिडिङ पुरै निकालेर त्यो पनि एबर्सनमा परेन, त्यो फेरि घरेलु हिंसामा पऱ्यो होइन। घरेलु यसले कुर्दा गरेर गरेछ। त्यो कुराहरू महिलाको त पुरै सर्वस्व सकिएको हुन्छ। उनीहरू घरेलु हिंसा भनेको छ 2-4 दिन थुनेर अनि फेरि छोडिदिएको छ, फेरि त्यो त सुध्रिँदैन कहिले पनि, नसुध्रिने मान्छे त। त्यो भएकोले कानुनै कमजोर भएको कारणले गर्दाखेरि एउटा त कानुन त्यो संशोधन गर्नु पर्यो, महिलाको विषयमा धेरै टाइट गर्नुपर्छ कानुनहरू सबै मुद्दाहरूमा। र अर्को भनेको चाहिँ प्रहरी प्रशासन पनि सिकाउनु पर्यो। मेरो कर्तव्य के हो, भोलि मेरो भाइले चाहिँ केही नराम्रो काम गरेर आयो, म चाहिँ त्यो पदमा छु भने मैले त्यो भाइलाई जोगाउने कि मैले त्यो भाइलाई चाहिँ इन्भेस्टिगेसनमा तान्ने त, त्यो कुराहरू सिकाउनु पर्यो। आफ्नो भाइचारा आफ्नो आफन्तलाई जोगाउँदाखेरि मेरो त जिन्दगी बर्बाद भएको छ नि त होइन। चाहिँ जुन हिसाबले मुद्दा चल्न दिनु भएन, अहिले त घाटा कसलाई भएको छैन, उनीहरूलाई नै घाटा भएको छ। म सडकमा नाचिराख्दाखेरि त बेइज्जत त उनीहरूको पनि भइरहेछ। त्यो केटाको पनि जीवन त अगाडि बढिरहेको त छैन नि त। कमायो होला, रमायो होला, अर्को पाटो भयो, तर बच्चा जन्माउने कुराहरू होला अथवा बुहारी भित्र आएर उनीहरू मेरो सासू ससुरालाई पनि अर्को तरिकाले रमाइलो गरेर अर्को हिसाबले बिहे गर्न मन थियो होला मेरो श्रीमानको, त्यो त हुन पाइरहेको छैन नि त। दुःख कसलाई भयो भन्दाखेरि त अहिले त दुईतर्फी नै दुःख भइरहेछ नि त यो कुराले गर्दाखेरि। यदि त्यही बेला मुद्दा चल्न दिएको भए प्रहरीले पनि पदीय दुरुपयोग गर्नु भएन। प्रहरीले पदीय दुरुपयोग गर्यो भने सरकारले पनि कस्तो खालको कानुन ल्याउनु पर्यो भने यदि त्यो पुष्टि भएमा उनीहरूको चाहिँ जागिर जाने, प्लस कस्तो हुनु पर्यो भने कुनै पनि सजाय त भइहाल्यो त्यो पुष्टि भइसके पछाडि। अनि कुनै पनि सरकारी चाहिँ निकायमा पुनः फेरि दोहोऱ्याएर चाहिँ उनीहरूले चाहिँ जागिर खान नपाउने हिसाबले मात्र गरिदियोस् त। क्रिमिनल त त्यतिकै नै भइहाल्यो, उनीहरू पुष्टि हुने बित्तिकै बाहिर जान पाएन। अनि यहाँ नेपालमा बसेर कुँजिएर एउटा अर्को व्यक्तिको लागि चाहिँ उनीहरूले अपराध लुकाइदिँदाखेरि आफूले भोग्नुपर्ने पीडा सम्झिएर पनि उनीहरूले त्यो काम 10 चोटि सोध्छन् के। सोच्नुपर्छ, सोच्न बाध्य बनाउनुपर्छ। यस्तो खालको कानुन भयो भने मात्रै, होइन भने त यहाँनिर भोलि कसले गर्छ, यहाँ म अलि चर्चित भएँ, म अलिकति नेताहरूको पहुँचमा भयो भने मेरो भाइले भोलि गलत गर्यो भने मैले जोगाउनेतिर त मैले आफन्त जोगाउनेतिर त मैले 100% गर्छु। तर भोलि त्यो पुष्टि भएर त्यो जुन पीडकले मेरो भाइ 1 वर्ष थुनामा जान्थ्यो भने म 2 वर्ष थुनामा जाने खालको म नीति त्यस्तो खालको त्यो मतियारहरूलाई लगायो भने त अर्काको लागि त आफ्नो जिन्दगी त बर्बाद बनाउँदैन नि त।
कानुन एकदमै दरो कडा बनाउनुपर्छ र मैले चाहिँ धेरैचोटि सोभिता गौतमलाई महिलाको विषयमा चाहिँ यो खालको चाहिँ नियमहरू परिवर्तन गर्नुपर्छ। अनि एउटा एकदमै अहिले विकराल रूपमा आएको भनेको चाहिँ सम्बन्ध विच्छेद गर्छन्, सम्बन्ध विच्छेद हुँदैन होइन, दुईतर्फी सम्बन्ध विच्छेद नभएपछि उनीहरूले अर्को के गर्छन् भने अंश बन्डातिर जान्छन् क्या, उनीहरूले अंश मुद्दा हाल्छन्। म चाहिँ अंश छुट्याएर म अलग्गै बस्न चाहन्छु भनेर श्रीमानले चाहिँ त्यो सम्बन्ध विच्छेद नभइसकेको श्रीमतीलाई चाहिँ अंश छुट्याइदिउँ पाऊँ भनेर अदालतमा हाल्छ। अनि अंश त जसरी तसरी छुट्याइदिँदो रहेछ, उसको त अधिकारको कुरा रहेछ। अनि अंश छुट्याएपछि डिभोर्स भए पनि नभए पनि उसले बिहे गर्न पायो होइन। अनि यो विषयमा एकजना लयरले नै रिट हाल्नु भएको रहेछ क्या। अनि त्यो रिट हाल्दाखेरि चाहिँ त्यो रिटमा चाहिँ के अरे हो आफ्नो प्रोपर्टी लिने अनि अलग हुने भन्ने नै विषयमा अब त्यो आएछ क्या। भनेपछि महिला त यसमा पीडित भयो नि त, उसले श्रीमान छोड्न चाहिरहेको छैन, तर श्रीमानले चाहिँ के गर्यो, अंश मुद्दा हाल्यो। अंश मुद्दा हालेपछि अदालतले अंश त छुट्याइदिन्छ, अंश त छुट्याइदियो नि त, श्रीमतीको यति, बाबुआमाको यति, तेरो यति भनेर छुट्याइदियो। त्यो छुट्याइसके पछाडि ऊ चाहिँ अंश त्यो श्रीमान भनेर त्यही मुद्दा लडिरहेछ सम्बन्ध विच्छेदको, यता अंश छुट्याइदियो। अब उसले श्रीमानले चाहिँ के गर्छ, अर्को बिहे गर्न पायो। अनि त्यहाँ कति धेरै महिलाहरू पीडित छन् भने यसमा कानुन यो चाहिँ एकदमै संशोधन गर्नुपर्ने कुरा हो। यो कुरामा चाहिँ हामीले धेरैजनाले चाहिँ सोभिता गौतमको त्यो फेसबुकमा जुन हामीलाई दिएको छ त्यो कानुन मन्त्रालयको त्यो वेबसाइट, त्यहाँनिर धेरैजनाले गुनासो लिएर पठाउनु भएको छ। तर अहिलेसम्म उहाँहरूले सुनवाई भएको छ कि छैन थाहा छैन होइन। भित्र जानको लागि त्यसरी हामी सडकमा नाङ्गिनुपर्छ भित्र गएर भेट्नको लागि। त्यो भएकोले गर्दाखेरि नेटमा मात्रै लेखेर अथवा त्यो हामीले त्यो फर्म भराउने मात्रै काम नगरियोस्, त्यो कुराहरू पनि कति धेरै महिलाहरू। मैले त भन्छु कानुन संशोधन गर्दाखेरि प्रत्येक पीडितहरूलाई प्रत्येक कानुनमा जो पीडित छन्, बलात्कार पीडितको विषयमा यदि तपाईँहरूले संशोधन गर्दै हुनुहुन्छ भने एउटा बलात्कार पीडित मान्छे जेन्युन पीडितलाई भेट्नुहोस्, उनीहरूले भोगेको कुरा नि वास्तविक हुन्छ क्या। उनीहरूले भोगेको कुराहरू वास्तविक हुन्छ र कुन कुन कुरा हामीले चाहिँ त्रुटि भएको छ त्यो कुरा सच्याउन सक्नुहुन्छ। घरेलु हिंसाकोमा पनि एकदम जेन्युन घरेलु हिंसा परे, गर्भपतनको कुरामा पनि जेन्युन जो चाहिँ साँच्चैले चाहिँ बाध्यतामा परे गर्भपतन गरेका छन्। यस्ता यस्ता मुद्दाहरूको विषयमा तपाईँहरूले संशोधन गर्दै हुनुहुन्छ भने एउटा कमसेकम एउटा पीडितलाई चाहिँ भेट्नुहोस् नै भन्छु म चाहिँ। एकजना पीडितलाई भेटेर उहाँको कुरा सुन्नु अनि उहाँले भोग्नु भएको पीडा र के संशोधन गर्नुपर्छ जस्तो लाग्छ उहाँहरूको सल्लाह लिएर गर्ने हो के। भोग्ने हामीले हो, तपाईँहरूले त लेखिदिने मात्रै हो नि त, त्यहाँनिर भोग्ने त हामीले हो नि त। अब बहुविवाहकै केसमा पनि कति धेरै कस्तो छ भने कि त सिन्दुरै हालेको फोटो चाहियो होइन, कि चाहिँ अब सँगै एकै ठाउँमा बसेको अब त्यस्तै खालको रिलेसन गरिरहेको अब प्रमाणित हुने। एउटै होटलमा बसेकोले पनि नहुँदो रहेछ, एउटै कोठामा भेटेकोले नहुँदो रहेछ, रिलेसन त्यस्तै खालको राखेको हुनु पऱ्यो। श्रीमान श्रीमतीको जस्तो रिलेसन राखेको कहाँबाट खोजेर ल्याउनु भन्नु त। अनि मान्छेले चाहिँ कस्तो गर्छन् भने गाला जोडेर पुरै कता कता घुमेर हिँडिरहेको हुन्छ, बहुविवाह पुष्टि हुँदैन, भरे उता बच्चा जन्मिसकेको हुन्छ। बिचरा एउटा जेठी श्रीमती यताको चाहिँ त्यो उनीहरूको त्यो टिकटकमा गाला जोडेको फोटो ल्याएर त्यो सङ्घ संस्थातिर प्रहरीतिर धाइरहेको हुन्छ, यसले त पुष्टि हुँदैन भनेछ, उता बच्चा जन्मिसकेको हुन्छ। अनि कसरी रोक्ने त बहुविवाहको केसलाई पनि। म त्यत्तिकै सडकमा बसेको होइन नि त्यो बहुविवाहको मस्यौदा खारेजीको लागि। महिला त धेरै पीडित छन् के। यो बहुविवाहले गर्दाखेरि पनि यति परिवार विचलित भएको छ, श्रीमती मात्र होइन त्योबाट जन्मेको बच्चाहरू यति गाह्रो कन्डिसनमा छ। त्यो कुराहरू खोइ त अहिले त यो संविधान संशोधन हुने टाइममा त यो कुराहरूलाई कडाइका साथ रूपमा ल्याउँछौँ भनेर त प्रतिवेदन त पास गर्नु पऱ्यो नि त। त्यो कुराहरू त खोइ म कतै पनि सुन्दिनँ। म त जहिले पनि सोभिता गौतमको स्पिचहरू सुनिरहेको हुन्छु कानुन मन्त्रालयमा के भइरहेछ भनेर। तर यो विषयहरूलाई लिएर त मैले कहिले पनि यस्तो गम्भीर भएको मैले चाहिँ देखेको छुइनँ। गम्भीर होस्, महिलाको विषयमा गम्भीर हुनुपर्छ। सडकमा यत्रो माइती घरमा त्यत्तिकै रमाइलोको लागि कोही पनि आउनु भएको छैन। सबै पीडितहरूले न्याय पाउन् भन्ने चाहन्छु। र अब लडिराख्नु भएका दिदीबहिनीहरूलाई अब मैले एक हिसाबले त लडी नै रहेको छु भनौँ न। अब मैले यत्रो दुःख गर्दाखेरि पनि न्याय पाइरहेको छैन, त्यही भएर होपलेस हुने काम चाहिँ गर्नु हुँदैन। र जो पर्दा पछाडि बसेर लडिराख्नु भएको छ उहाँहरू त धेरै विकराल। अब हामीलाई त देख्यो भने नि अलिअलि त डराउँछन् नि त, अहिले फेरि त्यहाँ गेटमा गएर बस्देली अथवा कहाँ गएर के गर्देली भन्ने अलिकति डराउँछन्। तर उहाँहरूसँग चाहिँ अब भेटघाट गरेर अब त्यहाँ गृह मन्त्रालयको गेटैसम्म पुग्ने सक्ने क्षमता पनि छैन। तिनीहरूलाई सहजीकरण गर्नुपर्छ र सुनवाई छिटो हुनुपर्छ मुद्दाहरूको। जिन्दगी नै सकिसक्छ मान्छेले एउटा मुद्दा लड्दाखेरि, भोलि के गर्नु। अब मेरो फैसला हुन्छ म 40 वर्ष भइसके पछाडि, किन सर्वोच्च चलेपछि, किनभने 4 वर्ष त भइसक्यो झझी झिकाउने कि नझिकाउने भनेर उसले तारिक दिएको। अब यो झझी झिका राख्दैन कम्तीमा पनि 4-5 वर्ष त लाग्छ। अनि सबैजना 30-40 वर्षको त भइसक्छौँ हामी। अनि बाँकी जिन्दगी चाहिँ के गर्ने, 40 कटेपछि त न बाहिर जानको लागि पनि अलिक गाह्रै हुन्छ,
नेपालमा पनि त अब सबै दिमाग जति चाहिँ सबै यो मुद्दाले खाइसकेको हुन्छ, कता लोकसेवा पास गर्नु होइन, समस्या छ नि त। त्यो कुरामा नि विचार गरियोस्, अलिकति द्रुत गतिमा मुद्दाको चाहिँ फैसला होस्, सुनवाई होस्, जिल्ला र उच्चमा गइसकेपछि सर्वोच्चमा अलिक छिटो गरिदियो भने सजिलो हुन्थ्यो सबैको लागि। न्याय पाए पनि न्याय नपाए पनि त्यो फैसलाले त एउटा केही न केही त हामीलाई पनि राहत देला नि त भन्ने कुरा हो। धेरै धेरै धन्यवाद तपाईँको समयको लागि है। लब हामी अब कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। केही भन्नु छ भने छोटो, मैले कुनै हामी गफ गर्दाखेरि तपाईँलाई भन्न मन लागेको कुरा त्यस्तो केही छ भने छोटो राखिदिनुहोस्, केही छ त्यस्तो? अब यो धेरै स्ट्रगल गर्नुपर्छ यो ठाउँमा, यो कुर्सीमा आएर मैले इन्टरभ्यू दिनको लागि पनि मलाई 9 वर्ष स्ट्रगल गर्नु पर्यो। हजुरहरूले थाहा पाउनुभयो, मलाई बोलाउनु भयो होइन। धेरै नबोलिएका कहानी कथाहरू छन् जो मभन्दा धेरै पीडितहरू पनि हुनुहुन्छ। उहाँहरूको लागि न्यायको लागि चाहिँ पहल गर्नको लागि एउटा द्रुत गतिमा अथवा छिटो छरितो रूपले कसरी न्याय पाउने त्यो हिसाबले सरकारले अलिकति सुनवाई गरिदियोस्। र अब पीडितको लागि चाहिँ कस्तो हुन्छ भने चाडबाड आउँछ होइन, अनि दसैँ तिहार आउँछ, हरेक चाडबाडको बेलामा पनि एउटा अधुरो कहानी जस्तो आफू चाहिँ सधैँभरि आँसु झारेर बस्नुपर्ने कन्डिसन छ। सबै पीडितको, मेरो मात्रै होइन सबैको त्यस्तो छ। अनि रहरहरू एकतिर अनि बाध्यता अर्कोतिर राखेर मान्छेहरूले चाहिँ अब न काम गर्न पाइन्छ, न चाहिँ त्यो घरबेटीहरूले हेर्ने व्यवहार राम्रो हुन्छ, साथीसँगै बोल्दैनन्। अब मेरै कुरा कन्डिसनमा पनि साथीहरू सँगै एकै थालमा खाना खाने, मेरो साथीको घर अलिकति माथि छ क्या, म बस्ने कोठाभन्दा अलिकति माथि छ। उहाँहरू मलाई देख्यो भने बाटी उतापट्टि फर्केर हिँड्नुहुन्छ। त्यो अवस्थाबाट गुज्रिँदाखेरिको कन्डिसन होइन। मान्छे पीडित धेरै कुराले गर्दाखेरि मान्छेलाई मानसिक रूपमा विक्षिप्त भइरहेको हुन्छ, उनलाई प्रेसर भएको हुन्छ, साथीसँगै हुँदैन, पैसा हुँदैन, परिवार हुँदैन साथमा। त्यो भएकोले गर्दाखेरि कानुनले पनि फेरि यस्तै खालको नराम्रो व्यवहार गर्यो भने मान्छेले सुसाइड गर्नलाई बाध्य हुन्छ। त्यो भएर मान्छेलाई जोगाउनु छ भने, मानसिक रूपमा स्ट्रङ बनाउनु छ भने पहिला न्यायको प्रत्याभूति दिनुहोस्। अनि यो न्याय मागिराख्दाखेरि कहिले पनि कसैको सोर्स फोर्स पावर मार्फत चाहिँ जानु नपरोस्। आफ्नो कुराहरू सहीलाई सही, गलतलाई गलत भन्ने खालको एउटा खालको चाहिँ अवधारणा ल्याइयोस्। नयाँ सरकार छ, जेएनजीको सरकार छ, ती भाइ बहिनीहरूको रगतले पनि अलिकति राहत पाउँछ कि जस्तो लाग्छ मलाई चाहिँ। अरू के भन्नु, सबै दिदीबहिनीहरू लडिराख्नु भएको छ महिलाको लागि। मैले पनि गर्न सक्ने कुराहरू म पनि गरिराखेको छु। फाइनेन्सियल मैले सक्दिनँ, कसैले पनि गलत दुर्व्यवहारले पनि नसोच्नुहोस्, नहेर्नुहोस् होइन। हजुर, अब त्यो लडिराखेको छ है, यो त यस्तै खालको केटी त होला नि भन्ने हिसाबले कति धेरैले सोचिराख्नु भएको हुन्छ। त्यो चाहिँ बिल्कुलै होइन। सबै मान्छेहरू एउटै हुँदैनन्, सबैलाई एउटै तराजुमा जोख्न मिल्दैन। र जो जतिले स्ट्रगल गरिराख्नु भएको छ, फेस देखाएर जो आउनु भएको छ, उहाँहरू चाहिँ एकदम सही योद्धा हो। उहाँहरू साँच्चै नै म उहाँहरूलाई चाहिँ सलाम भन्न चाहन्छु। नेपालमा छौँ र पनि म माथि यसरी हिंसा भयो, म माथि बलात्कार भयो, म माथि एबर्सन गरियो, मलाई जबरजस्ती यसरी गरायो भनेर जो बोलेर आउनु भएको छ नि। किनभने यौनलाई चाहिँ नेपाली समाजमा एकदमै तल्लो स्तरमा यो त भन्नै नहुने भने, मैले पढ्दाखेरि पनि स्वास्थ्य पढ्दाखेरि हामीलाई चाहिँ प्रजनन स्वास्थ्य पढाइँदैन थियो, आफै पढ भनेर सर निस्किनुहुन्थ्यो क्या। त्यो ठाउँबाट आएर आफूमाथि बलात्कार जस्तो जघन्य अपराध हुँदाखेरि पनि बोल्न सक्ने क्षमता राख्ने मान्छे महान हो। महान चेली, महान नारीहरू हुन्। लड्नुहोस्, लडेपछि न्याय पाइन्छ। र सरकारलाई पनि राम्रो खालको कानुन बनाइदिनु होला। सुविता गौतमजी हुनुहुन्छ, पढे लेखेको मान्छे हुनुहुन्छ, कानुनकै विद्यार्थी पनि हुनुहुन्छ। त्यो भएकोले गर्दाखेरि अलिअलि आशा पनि छ र नयाँ सरकारदेखि अपेक्षा पनि छ। अलिअलि मन दुखेसो पनि छ, सडकका आवाजहरू सुनिएन भन्ने दुखेसो पनि छ। त्यही भन्न चाहन्छु, लड्नु होला, लडेपछि पक्कै पनि एक दिन न्याय पाइएला भन्ने मेरो पनि आशा हो। र हजुरहरूले पनि आशा र अपेक्षा लिएर लडिदिनु होला भन्न चाहन्छु। धेरै धेरै धन्यवाद तपाईँको आजको महत्त्वपूर्ण समयको लागि है। साथीहरू, आज हामीले हाम्रो 4th एपिसोडमा आज बिनु यादव कठायतजी, जसले चाहिँ विगत 9 वर्षदेखि महिला हिंसा विरुद्धको लागि उहाँले लडिरहनु भएको छ। उहाँको आफ्नै व्यक्तिगत उहाँले आफूले भोग्नु परेका पीडाहरूको विषयमा उहाँले चाहिँ नि मन्त्रालयसम्म पनि आफ्नो आवाज पुर्याइरहनु भएको छ। पछिल्लो पटक उहाँले गृह मन्त्रालयसम्म पनि पुग्नुभएको छ, राष्ट्रिय महिला आयोग, त्यसै गरी राष्ट्रिय मानवाधिकार आयोग, जहाँ जहाँ पुग्न पर्ने उहाँ सबै ठाउँमा पुग्नुभएको छ। र हामीले जुन आजको छलफल, यो पोडकास्टमा छलफल जुन गऱ्यौँ, यो छलफलको समग्रमा पीडित महिलाहरूको लागि एउटा यो महिलाको हिंसा रोक्नको लागि नेपाल सरकारले पनि सबै पीडित महिलाहरूबाट पनि राय सङ्कलन, सुझाव सङ्कलन गर्ने एउटा व्यवस्था प्रणाली बनाएर र ती सम्पूर्ण उहाँहरूको पनि सल्लाह सुझाव लिएर अब कुनै यस विषयमा कुनै ऐन कानुन केही संशोधन गर्नु छ भने उहाँहरूको पनि गुनासो सुनेर ऐन कानुन संशोधन गरिदिनु हुन उहाँहरूलाई, सरकारलाई अनुरोधसँगै आजको एपिसोडमा म
प्रस्तोता विक्रम थापा र त्यसै गरी आजको हाम्रा गेस्ट बिनु यादव हामी बिदा चाहन्छौँ। हस्, धन्यवाद।